हजुर रिलेसनमा हुनुहुन्छ कि हुनुहुन्न? रिलेसनमा छु। दाजु बहिनीको यस्तो पवित्र नातालाई तपाईँहरू आफै पनि अपवित्र त बनाउन चाहनुहुन्थेन होला, तपाईँहरू आफै पनि जिस्किनुहुन्छ। दिदैमा के गर्लफ्रेन्ड हुन्छ? गुलाबको फुलको मात्रै कुरा छैन यहाँनिर हैन, गर्लफ्रेन्डले त हजुरहरूको बेहोराले नै अडियन्सले त्यो गर्नुभयो होला नि त रेस्पोन्स। झुकको होइन, अडियन्सलाई इन्टरटेनमेन्ट गराएको, आफ्नो बहिनीलाई त्यस्तो भनेर अनि अडियन्सलाई इन्टरटेनमेन्ट गराएको। रञ्जितजी, यहाँलाई हट टक्स विथ सृजनामा धेरै धेरै स्वागत छ। अब नहाँस्नु भन्नुभएको छ, थ्याङ्क यू। राणा शासन रहेछ यहाँनिर, हस् थ्याङ्क यू। आरामै हुनुहुन्छ? गाइज यो पोडकास्टमा हाँस्न पाइँदैन रहेछ है। ठिक छु हजुरलाई? आरामै छु म पनि। हजुरलाई देखेर अझ झन् बढी आराम भयो, किनकि मैले हजुरलाई धेरैचोटि नै बोलाइसकेको थिएँ, फाइनली आउनुभयो, थ्याङ्क यू सो मच। हजुरलाई बोलाउन साँच्चीकै गाह्रो हो कि के हो? त्यस्तो नै, कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ गाह्रो त के हो, म कोने हो र, तर सधैँ अब हालिराख्ने बानी हो नि त। अनि जतिले पनि मलाई माया गर्नुहुन्छ, चिन्नुहुन्छ, मेरो कारणले कहिले पनि होइन क्या, ममा आइदिनु हुने अतिथि जो गेस्टहरू हुनुहुन्छ उहाँहरूको कारणले हो। अनि उहाँहरूको कुरा सुन्न आउने हो नि त गेस्टहरू त। अनि म गएर के बोल्नु, मलाई कसले हेर्छन् र जस्तो लाग्छ मलाई। अनि फेरि आफै सोधिराख्ने बानी, के बोल्नु र जस्तो लाग्छ। त यस्तो हुन्छ नि त, जति हजुरले सोधिराख्नु भएको छ, जति पनि हजुरलाई चिन्नुहुन्छ अडियन्सहरूले, उहाँहरूले चाहिँ हजुरको बारेमा पनि के रहेछ त, उहाँ को हो, कहाँबाट आउनुभएको भन्ने कुरा चाहिँ अझ बढी तपाईँको बारेमा पनि जान्न खोज्नुहुन्छ कि? त्यो चाहिँ पछिल्लो समय केही एपिसोडहरूमा चाहिँ म आफैले नि मनन गरेँ। धेरैजना म चाहिँ सबैले फ्यान भन्नुहुन्छ, फ्यान भन्दा नि मेरो फ्यामिलीहरू जसले मलाई हेर्नुहुन्छ, माया गर्नुहुन्छ, उहाँहरूले चाहिँ मलाई पनि रञ्जितजीको बारेमा बुझ्न मन छ। रञ्जित दाइले सधैँ अरूको मात्र गर्नुभयो, आफ्नो कथा सुनाउनु न भनिरहँदाखेरि चाहिँ फेरि मेरो जहिले पनि नेचर एउटै छ। मैले जहिले पनि कुरा सुने, सम्पूर्ण दर्शकहरू मात्रै कुरा सुने जहिले पनि। उहाँहरूले भन्नुभएका गेस्ट नै खोजेँ, सकेसम्म उहाँहरूलाई बोलाउने कोसिस गरेँ। अनि उहाँहरूलाई नि रहर लागेको रहेछ नि त पनि भयो। अनि मलाई धेरै मिडिया हाउसबाट कुरा आएको हो, नआएको होइन, इन्टरभ्यू गरौँ भनेर। अनि एउटै सोच मेरो कस्तो हुन्थ्यो भन्दा जहिले पनि चाहिँ म दिन्छु, तर ठुलो मिडिया हाउसमा होइन है। त्यो भन्दा फेरि तपाईँलाई सानो भन्न खोजेको छैन, जो चाहिँ भर्खरै केही गर्न खोजिरहनु भएको छ उहाँहरूकोमा गएर बोल्छु म होइन। किनभने मलाई थाहा छ, मलाई याद छ 10 वर्ष 11 वर्ष भयो नि त मिडियामा काम गरेको त। अनि सुरुमा गेस्टहरू बोलाउँदाखेरि कति इग्नोरेन्स पाउँथेँ, प्रोग्राम त राम्रो छैन अरे भनेर सुन्थेँ, सेट राम्रो छैन अरे भनेर सुन्थेँ, अथवा मैले बोल्न जान्दिनँ अरे भनेर सुन्थेँ क्या। नयाँ ठाउँमा जान्छु बरु, नयाँ कुरा गर्छु। अनि दुईजनाले हेरे पनि नि जोस्, कोही नयाँ दुईजनाले त चिन्ने भए भन्ने लाग्छ मलाई चाहिँ। अनि त्यस्तो भाउ खोजेको ठुलो बनेको चाहिँ कदापि पनि होइन, तर के बोल्ने भन्ने चाहिँ हुन्छ क्या। केही त छैन जिन्दगीमा, जतिले हेर्नुभएको छ गेस्ट आएर हेरिदिनु हो, मलाई हेर्ने त कमै हुनुहुन्छ नि त। अनि मलाई लाग्थ्यो कि कुनै दिन चाहिँ मलाई मात्र हेर्ने बनाउँछु अनि म पनि गएर सुनाउँछु। ओके, फाइनली हुनु भएको छ? छैन केही पनि भएको छैन। हैन, खोजिराख्नुहुन्छ अडियन्स? छैन। कमेन्ट बक्स हेर्ने हो, कमेन्टमा चाहिँ अलिअलि आउँछ, त्यो माया हो उहाँहरूको। किनभने म प्रायः पोडकास्टमा चाहिँ मेरो पनि यस्तो भएको थियो नि भनेर चाहिँ कोही गेस्टहरू कुरा थुच्छु क्या, त्यही भएर चाहिँ के रहेछ भन्ने हुन्छ, अरू केही पनि नै। अझ कस्तो अनुभव भयो सरसरी क्वेसन गर्दै सोध्ने बानी पर्नु भएको छ हजुर चाहिँ? त्यही नै हो, डर हुन्छ थोरै, मैले अघि नै भनिहालेँ। अनि के बोल्ने र भन्ने हुन्छ, सोध्ने बानी। हामी त एउटा क्वेसन प्रिपेयर गरेर आउँदाखेरि लगभग आधा घन्टा जति बोलिदिएपछि त धेरै सोध्ने हुँदैन नि त। आज त म आधा घन्टा बोल्नुपर्ने छ क्या, त्यो डर हुँदो रहेछ। त्यस्तो त ठिक छ, दर्शकसँग पुग्न पाइरहेको छु, खुसी लागिरहेछ। थ्याङ्क यू, बोलाइदिनु भयो, आइदिनु भयो, धेरै धेरै धन्यवाद। यस्तो अघि हजुरले थोरै पनि कुरा निकाल्नु भएको थियो यो विषयमा होइन, गेस्ट बोलाउनको लागि धेरै नै प्रब्लम हुन्छ, तर हुन त अहिले यहाँलाई त्यति साह्रो पर्दैन होला? पर्छ नि, किन नपर्ने हो र। तर स्टार्टिङ फेजमा हुन्छ नि यहाँ झन् पर्छ नि अहिले जस्तै स्टार्टिङमा, र अहिले अलिकति एउटा च्यालेन्ज थपिएको हुन्छ क्या होइन। सुरुमा बरु गेस्ट पाउन गाह्रो थियो होला, अहिले चाहिँ त्यो मेन्टेन गर्न गाह्रो हो नि त। गाह्रो छ, मिडिया फिल्ड यस्तो हो, तपाईँ जतिसुकै माथि पुग्नुहोस् त्यति धेरै गाह्रो हुँदै जान्छ होइन। बिजनेस भन्छन्, बिजनेस एकचोटि रन भएपछि सायद इस्टाब्लिस हुन सजिलो हुन्छ क्या। हामीलाई चाहिँ त्यो इस्टाब्लिस भएको रन गरेकोलाई जोगाउन लास्टै गाह्रो चिज हो, गाह्रो छ। सुरुवाती दिनमा चाहिँ कस्तो थियो चाहिँ? अहिले एक किसिमको तनाव छ होला, तर त्यो टाइममा गेस्ट मात्रै पनि बोलाउन, नम्बर मात्रै पनि प्राप्त गर्नको लागि कति स्ट्रगल गर्नु पर्थ्यो होला? त्यो भएकोले पनि छैन भनिदिन्थे, नम्बर छ भने दिन्न भन्दाखेरि छैन यार भनिदिन्थे। अनि फोन गऱ्यो भने ऊ मेरै छेउमा कफी खाएर बस्दाखेरि म त आउट अफ भ्याली छु नि भनिदिन्थे। सुने अब त्यस्तो पाइन्छ, त्यो सामान्य हो। अहिले चाहिँ त्यही गेस्टले कल गरेर कहिलेकाहीँ रञ्जित
आउन चाहिरहेछु भन्ने जस्तो प्रतिक्रियाहरू पनि कहिलेकाहीँ आउँछ होला त्यस्तो हुन्छ नि तपाईँले जुन अपेक्षा गरेर फोन गर्नुभएको थियो त्यो टाइममा तपाईँलाई इग्नोर गरिराख्नु भएको तर अहिले चाहिँ एक लेभलको इग्नोर गर्नेहरू कहाँ छन् थाहा छैन मलाई अहिले त यथार्थ त्यही हो बरु अहिलेका पहिला साथ दिनेहरू नै अहिले सायद टप लेभलमा हुनुहुन्छ जहिले पनि त्यो मान्छे अगाडि बढ्छ जसले चाहिँ आफूसँगैहरूलाई हात तान्छ क्या होइन किनभने उसलाई पर्दा पनि त हात तान्छु नि त होइन त्यसैले मलाई लाग्छ इग्नोर गर्नेहरू चाहिँ कमै मात्र अहिले इन्डस्ट्रीमा हुनुहुन्छ होला तर मलाई त्यो बेला साथ दिनेहरू चाहिँ अहिले सायद औँलामा गन्ने हो र गीत हिट गर्ने उहाँकै नाम प्रायोरिटीमा आउँछ सिङ्गर किन मैले पहिला अलिकति सिङ्गरहरूसँग चाहिँ अलिक झुकाएको थियो किनभने आफै पहिला मोडलिङमा इन्ट्रेस्ट होइन अहिले चाहिँ ओभरअल सबैसँग झुकाव छ किनभने अहिले चाहिँ एउटा पेसा भनौँ अथवा मेरो सबै चिज नै यही हो कुनै बेला चाहिँ मेरो ब्याकअप थियो क्या इन्टरभ्यू लिनु चाहिँ फर्स्ट प्रायोरिटी चाहिँ मेरो मोडलिङमा थियो नि त अहिले चाहिँ सायद जिन्दगीको एउटा पार्ट नै हो इन्टरभ्यू पोडकास्ट मिडिया जे भने पनि अहिले चाहिँ यसैलाई नै हजुर सबै चिज यही हो मेरो अहिले के छ यता मोडलिङतिर इन्ट्रेस्ट कम छ केले घटायो पोडकास्टले सबैजना जति पनि हाम्रो मिडियामा हुनुहुन्छ धेरै जसो भनौँ न उहाँहरूले चाहिँ सेलिब्रेटीकै पछि लाग्नुहुन्छ कि तर तपाईँ त्योभन्दा डिफ्रेन्ट जनरामा पर्नु होइन उहाँहरू पनि सेलिब्रेटी हो जो मेरोमा आउनुहुन्छ तपाईँहरूले नमान्नु होला तर मेरो लागि हो उहाँहरूको फ्यान बेसहरू न कुनै सेलिब्रेट भनेर कम छैन क्या तर त्यो सोच हुन्छ नि चाह्यो भने तपाईँ पनि त अब हिरो हिरोइन होइन गायक गायिका नै फलोअपन छाउन कसरी छन् 4-5 जना बाइकहरूलाई इन्टरभ्यू दिन गाह्रो छ अरे उहाँहरूलाई टाइम छैन अरे नि मलाई उनीहरू चाहिएको छैन जस्तो लाग्छ घरि किनभने मैले त्यसरी अडियन्सको माया पाउने हो होइन जसले दिइरहनु भएको छ खुसीबाट दिइरहनु भएको छ खुसी छु म त भोग्नु भएको छ त्यो धेरै छ कुनै दिन सुनाउँछु जुन दिन म सफल हुन्छु अनि मेरा असफलताका कहानीहरू सुनाउने छु नाम नलिकन पनि हामी मैले भनिहाल्थेँ कुनै दिन सुनाउने छु जुन बेला म सफल हुन्छु त्यो बेला असफलताका कहानीहरू धेरै छन् भनेपछि तपाईँ सुरुमा चाहिँ जे होस् म आर्टिस्टहरूकै गरौँ भन्ने यहाँको इरादा थियो तर त्यहाँबाट तपाईँ मिडियामा आउँदा हजुर मोडलिङ गरौँ भन्ने इरादा थियो नि नै जब यहाँले पोडकास्टहरू स्टार्ट गर्नुभयो या इन्टरभ्यू स्टार्ट त्यही त थियो नि होइन र हजुर होइन कलाकारको इन्टरभ्यू लिने सिङ्गरको इन्टरभ्यू लिने ट्रेन्ड त्यही थियो होइन र थोरै ट्रेन्ड चेन्ज गरेको पासाङ दाइले होला नि त होइन कलाकार मात्र होइन अन्डर ग्राउन्डेड मान्छेहरूलाई पनि ल्याउनुपर्छ भनेर होइन अनि सुरुमा त्यही इन्टरभ्यू लिँदा धेरैले गाली गर्थ्यो अहिले मैले इन्टरभ्यू लिएँ धेरै बोलाउँछन् कि तिनीहरूलाई खुसी लाग्छ ओके भनेपछि तपाईँ इन्सपायर्ड पासाङ दाइबाट हुनुहुन्छ ओके के चाहिँ उहाँको कुरा यहाँलाई बेस्ट लाग्यो सबै चिज बेस्ट लाग्छ मलाई पासाङ दाइको सबै चिज हो दाजुभाइ कहिले काहीँ नोकझोक हुन्छ गफ हुँदैन झगडा पर्सामा ठाउँ होला तर मेरो मिडियामा लाग्नुको सबभन्दा ठुलो हात पनि पासाङ दाइ हो मिडियामा मैले कसैलाई नचिन्दाखेरि उहाँले लगाइदिएको मलाई जब त्यसपछि मेरो लाइफको टर्निङ पोइन्ट पनि त्यही दाइ हो त्यसैले ह्युज रेस्पेक्ट जहिले पनि उच्च सम्मान छ दाइप्रति जहिले पनि म हो अब कहिले काहीँ धेरैजनाले हामी दुईजनालाई चाहिँ एकअर्का कम्पिटिटर रूपमा लिन्छन् उहाँ पनि पोडकास्ट गर्नुहुन्छ दाइ पनि अनि म पनि गर्छु पहिला हामीसँगै टिभीमा पनि काम गऱ्यो फेरि लगभग पछिल्लो समय गेस्ट पनि बोलाउने उही उस्तो पनि भएको थियो अनि धेरैले लिए तर कहिले पनि मैले चाहिँ दाइलाई चाहिँ मेरो गुरु भन्दा तल राख्न चाहिनँ होइन हो भेट हुन धेरै बोल्दैनौँ तर ती दाइले गर्दै जहाँ छु जे छु जुन अवस्थामा छु कहिलेकाहीँ ती दाइको कारणले नै अलिकति इगो आउँछ इगो पनि पोजिटिभ होइन त्यो दाइले त गर्न सक्यो मैले किन सक्दिनँ होइन त्यो दाइलाई हेरेर सिक्छु दाइले काम गर्ने शैलीहरू कसरी आफूसँग काम गर्नेलाई रिजाएर राख्नुहुन्छ काम कसरी निकाल्ने दाइबाट सिकेको छु नि त अनि सो दाइलाई यहीँबाट भन्न चाहन्छु कहिले पनि उहाँ चाहिँ मेरो हुन्छ नि कम्पिटिसनको मामलामा कहिले पनि मभन्दा धेरै माथि हुनुहुन्छ माथि हुनुहुन्छ थियो र सधैँ रहिरहनु हुनेछ यथार्थ त्यही हो यहाँले पहिलो अन्तर्वार्ता कसको गर्नुभएको थियो सपन श्रेष्ठ मलाई अहिले पनि याद छ सपन दाइको इन्टरभ्यू लिन जाँदाखेरि कस्तो थियो त्यो फर्स्ट अन्तर्वार्ताको अनुभव सुनाउ न दाइ तपाईँको शुभ नाम के भन्दा दाइ मर्ने गरी हाँस्नु तिमीलाई मेरो नाम थाहा छैन भन्नुहुन्थ्यो मलाई इन्टरभ्यू लिन आउँदैन त नि के गर्नु त शुभ नामदेखि गइथिएँ कतिको डर हुँदो रहेछ त्यो फर्स्टमा जति कन्फिडेन्स त्यो डर भन्दा नि कस्तो भन्दा चाहिँ तपाईँको कसरी सुरुवात भयो मिडिया करियर मलाई थाहा छैन तर मेरो चाहिँ बेग्लै तरिकाले करियर सुरु भयो मलाई जहिले पनि स्क्रिनमा देखिन रहर तर मलाई जहिले स्क्रिन पछाडि नै राख्न खोज्थ्यो टिभीका मान्छेहरू होला त्यो बेला अहिले पनि राम्रो त अनुहार छैन नबोल्ने शैली थियो न अनुहार थियो न ड्रेसिङ सेन्स थियो भने चाहिँ त अनुहार देखिनको लागि टिभीमा देखिँदा त अलिक ह्यान्डसम चाहियो होला हिरोइजम चाहियो होला राम्रो लुगा चाहियो मसँग केही पनि थिएन सायद त्यसको पनि मलाई कमजोरी थियो होला त्यसैले म जहिले ब्याक थिएँ अनि एक दिन चाहिँ
सपन दाईहरूले त्यो भूकम्प राहत के बाँड्दै हुनुहुन्थ्यो क्या अनि त्यहाँनिर बाइट लिन जानुपर्ने थियो त्यो इन्टरभ्यू हुनु बाइट हुन्थ्यो मेरो जिन्दगीको पहिलो चाहिँ अनि जसलाई पठाउनु पनि उहाँ बिरामी भएपछि चाहिँ ब्याकअप त मै थिएँ दाइ म जान्छु नि भनेर गएको हो क्या मेरो जिन्दगीको सुरुवात चाहिँ अनि फर्स्टचोटि इन्टरभ्यू लिएको पनि जो होस्टले नाम नलिऊ इन्टरभ्यू लिनु पनि उहाँ चाहिँ रक्षा झ्याप भएपछि चाहिँ म फर्स्टचोटि चाहिँ स्क्रिनमा अनिर भएको तर अनिर पनि हुन पाइनँ मैले जे प्रश्न सोधेको थिएँ भोलिपल्ट उहाँ चाहिँ मेरो जो होस्टको कुर्सीमा बसेर त्यति प्रश्न सोधेर आफ्नो इन्सर्ट हालेर गेस्ट अनिर गर्नुभयो क्या म त धेरै पछि त्यस्तो पनि कहानी छ नि तर रमाइलो लाग्छ मलाई त्यो मेरो सिकाइ हो क्या होइन त्यो कस्तो फिल भयो तब काम त तपाईँले गर्नु होइन अनि सिङ्गरले फोन गरेर भाइ अजुबा भएछ त यार किन भनेको त होस्ट त अर्कै त चेन्ज भएछ त यार यस्तै हो त जिन्दगी के सिक्नुभयो तपाईँले त्यहाँबाट त पाठ त जरुर सिक्नु भएको छ त्यो त धेरै ठुलो चिट हो नि त वाउ यो सिकाएको छ सिकाइ भन्दा पनि एउटा इगो हुनुपर्छ जिन्दगीमा बाबाले जहिले भन्नुहुन्थ्यो मलाई चाहिँ जहिले पनि मान्छेको बच्चामा इख र सर्पजोक बच्चामा भिक्षे हुनुपर्छ इख लिएस भन्नुहुन्थ्यो त्यसैले त आज जहाँ छु त्यति धेरै माथि त पुगेको छैन तर जतिले पनि माया गर्नु चाहिँ एउटा इख हो होइन सुरु सुरुमा इन्टरभ्यू लिँदाखेरि के को बान कस्तो गाली पनि सुन्या हो नि त अनि ठिक छ पाइयो गाली गर्न होइन कुनै दिन आफ्नै एउटा वे बनाउने छु होइन एउटा ड्रिम हो अहिले पनि त्यो पुरा भएको छैन सायद दर्शकले साथ दिनु पनि पुरा हुन्छ चाँडै नै धेरै नै एउटा रहर छ धेरै म्यासेजहरू आउँछ अहिलेको बेलामा दाइसँग बसेर आफ्नो कथा सुनाउन मन छ भनेर अनि दुई चारवटा म्यासेजहरूले त रुवाएको पनि छ मैले तपाईँहरूको रिप्लाई गर्न सकेको छैन होप यो पोडकास्ट हेरेपछि तपाईँहरूको म्यासेज पढेको छैन नसोच्नु पढिरहेको छु तपाईँसँग भेटेपछि म मर्न पाए पनि म धन्य हुन्थेँ एउटा आमाले बाबु म पढ्न जान्दिनँ मैले अरू कसैलाई लेख्न लगाएको हो मेरो छोरा छैन तर छोरा जस्तो लाग्छ तपाईँ मलाई मेरो छोरा मानेको छु कहिले पनि बाटो नबिराउनु है भन्दा त्यो म्यासेज चाहिँ म रोएको छु रोएको छ मलाई अनि रिप्लाई गर्न सकेको छैन त्यो म्यासेज अहिले मलाई भावुकता बनाउँछ लिएर आउँछ तर यहीबाट भन्छु बाटो बिराउने छैन कहिले पनि अनि तपाईँहरूको कथा सुन्न म चाँडै तपाईँहरू माझमा आउँदैछु मेरो कथा म लिएर त्यही बेलै म सबैतिर इन्टरभ्यू दिन्छु सोचिरहेको थिएँ तर तपाईँ आफैमा पनि अहिले तपाईँ भन्नु पऱ्यो होला मलाई फेरि तपाईँ तिमी जेसुकै भन्नुहोस् दुःखको साथी हो क्या मलाई याद छ कलङ्कीसम्म हिँड्दै गएका दिनहरू याद छ अहिले पनि त्यो बाटोमा झुलिँदै गएका दिन याद छ एउटा समस्या खानको लागि सोच्नुपर्ने दिन अहिले पनि याद छ अनि ठिक छ नि त भनेर मात्र आया हो यस थ्याङ्क यू हामी अझै त्यो तल कुरा गर्नेछौँ तर रेडियो मोबाइलमा यस रेडी छ तर हाम्रो एउटा सेगमेन्ट छ कि हो कि होइन भन्ने सेगमेन्ट छ हट टक्सको हो कि होइन हजुर हो भने पनि हजुरको बारेमै छ लगभग त होइन हो भने पनि हजुरले क्लियर गर्नुहोस् र होइन भने पनि अनि भन्ने नसकेर उठेर जानुहोस् होइन भने पनि यहाँले क्लियरै गर्नुपर्ने हुन्छ के यो हटक भएर हो यहाँ एकछिन हालेको तातो बनाएको तिमीहरूले त्यो पनि सोचा हुन्छ पोजिटिभली ओके के अरे आफन्तीहरू खुट्टा तान्ने बढी हुन्छन् भनेर भन्नुभयो भेट्नु भएको छ मेरो पोडकास्ट कतिको हेर्नुहुन्छ तपाईँहरूले म चाहिँ मलाई मेरो क्वेसन मलाई कहिले मन पर्दैन नसोध्नु अर्को नेक्स्ट मैले आज हजुरकै मेथडमा जान खोजा नत्र मेरो खुट्टा तान्ने हुन्छन् खुट्टा तान्ने रहन्छन् हुन्छन् छन् नतान्ने भयो त अगाडि बढ्न सकिँदैन भनेपछि तान्ने हुनुपर्छ प्रगति गर्नको लागि पर्यो त न त मजै आउँदैन नि जान चाहिएन यसो खुट्टा तान्ने कस्तो कस्तो फेस गर्नु भएको छ तपाईँले व्यक्तिहरूलाई छैन त्यस्ता केही पनि छैन तर छन् खुट्टा तान्ने कस्तो हुन्छ अगाडि कसैले भन्न सक्दैन नि त पछाडि त हुन्छन् दुःखमा साथ नदिने भन्ने त्यो त अधिकांश नि त्यो त कुरै नभने दुःखमा साथ त कमैले दिन्छन् जसले दिनुहुन्छ उहाँलाई जहिले सम्मान छ नदिनेहरूलाई ठिक छ गरेर देखाउँछु भन्ने एउटा इगो छ त्यही ओके अर्को छ तपाईँको र तपाईँको भाइ बुहारीको सम्बन्ध राम्रो छैन अरे त्यसैले तपाईँहरू अलग अलग बस्नुहुन्छ जे पाए त्यही कसरी अलग छ एउटा छैन त भाइसँग किन नराम्रो म दाइ हो मैले त सम्हाल्नुपर्छ फ्यामिली होइन यो तपाईँ हिँडेको पछि कहिले पनि नलाग्नुहोस् प्लिज त्यही भएर योभन्दा अगाडि पनि जय किसन बस्नेतजीलाई हो तपाईँको आफ्नै भतिसँग राम्रो छैन अरे भतिसँग नराम्रो कुरा हुन्छ कहिले हुँदैन त्यो मार्केटमा आइरहेकै कुरा गर्ने हो कसरी मार्केटमा आयो मेरो कुरा म त कसरी नचिन्ने मान्छे कसरी आयो
यो चाहिँ सरासर गलत हो। त्यसो भए क्लियर गरिदिनु न त के हो clear गर्नु? वास्तविक अब म- कुरा। तपाईँहरू अलग अलग बस्नुहुन्छ त्यो चाहिँ अब राइट सँगै बस्नु तपाईँको श्रीमान सँगै बस्नुहुन्छ त्यो त होइन नराम्रो सम्बन्ध सम्बन्ध छैन किन तर बस्नु क्लियर त यहाँले किन- गर्नु पर्यो किन नि किन त। बस्नु पर्यो क्लियर त हामी त टाढा टाढा छौँ किन त? उहाँ सम्बन्ध अर्कै नराम्रो देश छ? हुनुहुन्छ म अर्कै किन सम्बन्ध देश नराम्रो छु। भएर धेरै राम्रो छ हाम्रो। त्यो भने टाढा बस्दैमा सम्बन्ध नराम्रो नजिक बस्दैमा सम्बन्ध राम्रो हुने हो भने त किन भन्ने कुरा पनि हुन्छ नि त हजुरको केसमा। अब भाइ गाउँ बस्छ म काठमाडौँ बस्छु कसरी सँगै बस्छ त अब कि म गाउँ जानु पऱ्यो कि भाइ काठमाडौँ आउनु पऱ्यो भने सम्बन्ध त्यस्तो ए मम्मी यो फेरि भन्दैछु त मैले सम्बन्ध नराम्रो छैन गुड राम्रो छ धेरै बोल्न पनि चाहनु भएन कि फेरि तपाईँ त कुनै चिज प्रुफ गर्नु परेन टेन्सन लिने हो अब मलाई मेरो भाइसँग मेरो बुहारीसँग मेरो छोरीसँग कुनै उनी छैन त म किन होइन म राम्रो छ नि त्यस्तो होइन नि म किन भन्ने र चाहे हिँड्नु म भेटाइदिन्छु अहिले बुहारीसँग भाइसँग छोरीसँग कुरै छैन नि त्यसमा त मलाई पनि अलिअलि डाउट लाग्यो कि तपाईँलाई डाउट लाग्यो मलाई हुन्छ डाउट सिन्दुर लाउनु भएको छैन पोते छैन ल बुढासँग डिभोर्स हुन लागेको हो क्या त्यो त चान्सै छैन अनि होइन मलाई डाउट लाग्यो ओके इन्टरभ्यू लिने मान्छे त पुग्नुपर्छ ओके अर्को छ ब्याकग्राउन्डबाट हाँसिराख्यो है बच्चाहरूले ओके अर्को चाहिँ तपाईँ र मोटी बिचको रिलेसन पोखराको होइन अब मोटी भनेर नै चिन्छन् फुल नाम मलाई आइडिया छैन तर मोटी भनेर नै चिन्छन् उहाँको टाइटलमा पनि मोटी नै हुन्छ आई थिङ्क है मलाई जहाँसम्म लाग्छ तर गुलाबको फुल लगेर पनि तपाईँ जानुभएको थियो है सो रिलेसनमा हुनुहुन्छ अरे म र मोटी हजुर छौँ हामी रिलेसनमा दाजु बहिनीको होइन दाजु बहिनीको यस्तो पवित्र नातालाई तपाईँहरू आफै पनि अपवित्र त बनाउन चाहनुहुन्थेन होला तपाईँहरू आफै पनि जिस्किनुहुन्छ दिदैमा के गर्लफ्रेन्ड हुन्छ गुलाबको फुलको मात्रै कुरा छैन यहाँनिर होइन जस्तै उसलाई मैले एकचोटि गएर ल चम्चाले खाना खुवाएँ कि त्यो गर्लफ्रेन्डलाई मात्र खुवाइन्छ गर्लफ्रेन्डले त हजुरहरूको बेहोराले नै अडियन्सले त्यो गर्नुभयो होला नि त रेस्पोन्स होइन नत्र त दाइ बहिनीको नाता जस्तो यहाँहरूले देखाउनु भएको भए अडियन्सहरूले पनि दाइ बहिनीको नाता भनेर बुझ्नुहुन्थ्यो होला खै अब दाइले ढोग्ने चलनै छ अनि हजुरहरू खुल्लम खुल्ला भन्नु पनि हुन्छ फेरि जिस्काउँछु त म नानीलाई के भन्नु पाइयो त के भन्ने ल ऊ र म टिकटक बनाउँदा धेरैले हेरिदिनुहुन्छ अनि बनाउँछु म उसँग गएर बरु साथी भन्न मिल्छ होला होइन बहिनी हो साथी बहिनी चाहिँ अब हजुरहरूले जिस्काउँछु अब तपाईँ कि न्यायाधीश बनिदिनुहोस् नै हजुरले भन्नुभयो नि त म जिस्काउँछु बहिनी हो मिल्दैन र मलाई त लाग्दैन बुहारीलाई जिस्काउँछु नितु जस्तै सन्तोषको बुढी नितुलाई म जिस्काउँछु म त्यो विषयमा गइन होइन हजुर कसको बुढी जिस्काउनुहुन्छ जिस्काउनु न त्यो विषयमा गइन तर बहिनी र गर्लफ्रेन्डको रिलेसनमा कुरा गर्दैछु म त्यो मैले पहिला सुरुमा यो हटक उस भन्ने बित्तिकै पेल्नै पर्छ लेखा छैन यसलाई सामान्य तरिकाले पनि प्रश्न सोध्न सकिन्छ मैले बारम्बार के भनिरहेको छु भन्दाखेरि चाहिँ अब जिस्किँदैमा जिस्काउँदैमा कि साथी नै हुनुपर्छ गर्लफ्रेन्ड हुनुपर्छ भने चाहिँ आज अडियन्सलाई क्लियर गरिदिनुहोस् न त के हो हजुरहरूको रिलेसन वास्तवमा के हो अब बहिनी हो भन्दा पनि अब क्लियर राखी लगाएको देखाउँ अब रक्षाबन्धन लगाउनु जाम त्यो त मैले भने होइन त्यो त हजुरहरूकै अडियन्स मेरो अडियन्स कहिले अडियन्सले भनिराख्नु भएको छ ढुक्क हुनुहोस् अडियन्सहरूले आजसम्म कहिले पनि एक कुरा बरु के चाहिँ भन्नु छ जोडी राम्रो छ भनेर जोडी अनि त्यो भनेको के हो र अडियन्सले भने मन पराउनु भयो नि त त्यो त पाइयो त नि पाइएन र त्यही त जोडी हुन पाइएन र राम्रो हुन पाइएन त्यो भएर भन्न खोजेको रिलेसन कस्तो खालको रिलेसन हो बहिनी फेरि भन्छ बहिनी नो साथी है म चाहिए साथी पनि भन्न सक्थेँ होला नि त अहिले पनि होइन मैले खुलेर भन्छु मेरो बहिनी हो उसले प्रत्येकचोटि फोन गर्दा पनि दादा भन्छ होइन उसले प्र्याङ्क गर्दा पनि दादै भन्छ हो मैले चाहिँ बरु मेरो ठाउँबाट चाहिँ म जिस्काइदिन्थेँ किनभने अलिअलि अडियन्स हेर्न थाल्छ मलाई पनि हेरोस् भने जसलाई पनि रहर हुने होइन र कसलाई चाहिँ हुँदैन होला र तर त्यो तपाईँले भने जस्तो त्यो पवित्र नामलाई अपवित्र बनाएको चाहिँ कदापि होइन हुँदैन फेरि त्यो भन्दैमा कस्तो भन्दाखेरि चाहिँ त्यो रोज लगेर वाला गएको वालामा पनि हजुरले नै प्रश्न सोध्नु भएको थियो कि दिउँ कि नदिउँ पाइयो त यस्तो क्या हामी कस्तो म भ्लग गर्थेँ होइन भ्लग गर्दाखेरि कहिले कन्टेन्टको लागि काम गर्नुपर्ने हुन्छ होइन र तपाईँलाई थाहा छैन कतिपय मुभीहरूमा चाहिँ अब इक्जाम्पलको लागि चाहिँ भोलि शाहरुख खान र शाहरुख खानको छोरासँगै मुभी खेल्छन् होइन खेलेपछि चाहिँ त्यहाँ बाउ छोराको रोलै हुन्छ नि छैन नि त दुश्मन त होला नि त कुन दुश्मन हुनु अब एक्लै ड्याम ड्याम हाने भने दुश्मन त होइन होला नि त हजुरले कन्टेन्ट क्रिएट गर्नुभयो अभियसली यो भनौँ अडियन्स झुक्काउनु भएको झुकाएको होइन अडियन्सलाई इन्टरटेनमेन्ट गराएको
आफ्नो बहिनीलाई त्यस्तो भनेर अनि अडियन्सलाई इन्टरटेनमेन्ट गराएको हजुरले ओके त्यो बहिनीलाई मैले थोरै न के त्यो नेगेटिभ सेन्सले हेरेको छु र तर त्यो मैले हेरिरहेको थिएँ कि त्यसमा चाहिँ कसम से त्यो बहिनीवाला भाइब्स थिएन मैले नजरले हेर्नुभयो टिभीमा सबैको नजर अब तपाईँ जस्तै हुन्छ भन्ने पनि छैन अब सुन्नु न अब म यसको लागि चाहिँ माफी मागौँ क्लियर गर्नुहोस् मात्रै छ मेरो मैले क्लियर गरिसकेँ ऊ बहिनी अब तपाईँले होइन भन्नुहुन्छ भने यस्तो गरौँ टिकट काटौँ पोखराको सँगै जाऊँ त्यही भएर तपाईँ बेला बेला पोखरा भेट्न पनि जानुहुन्छ अरे सन्तोष सम्मसँग त्यहाँनिर नितु सम्मसँग सन्तोषको मम्मी हुनुहुन्छ काले भाइ छ के अरे हाम्रो रोशन भाइ छ पोखरा गइसकेपछि त फ्यामिली सबै भइहाल्नुहुन्छ नि त्यो सँगसँगै मोटी पनि छ होइन अनि अहिले पनि म खुलेर भन्छु मोटीसँग म अहिले पनि भेट्छु नि म चिल पालेर जिस्केरै बनाउँछु र मेरो सेन्समा अहिलेसम्म नेगेटिभ छ नि तपाईँले भर दिनुभयो भने थाहा छैन मलाई होइन अब फुलको आँखामा फुलै संसार भनेपछि मेरो आँखा अलिक काँडा काँडा रहेछ पछि थाहा पाउनुहुनेछ ओके अर्को छ तपाईँ चाहिँ जाँड रक्सी चुरोट छुनुहुन्न रे होइन तर केटी भनेपछि अलिक बढी मर्यादा गर्नुहुन्छ हो गर्छु हो केटीको लागि त मर्यादा गर्नै पर्यो नि क्लियर गर्नुहोस् न यसलाई त्यो रे चाहिँ हटाउनु न सेगमेन्ट नै यही हो रे होइन प्रश्न सोध्नु हो भनेर सोध्नु होइन होइन हो भन्ने होइन होमा त म कन्फर्म छैन नि त कन्फर्म हजुरलाई यहाँ गर्नको लागि बोलाएको मैले त्यही भएर रेमा गइरहेको तपाईँलाई लाग्छ नि त हो कसरी होइन भन्ने रे म त होमा म त हजुरबाट मेरो पुरानो साथी हो जान्न खोज्छु तपाईँलाई लाग्छ भने हो होइन तर यति याद गर्नुहोस् सायद म कसैलाई धेरै रेस्पेक्ट गर्छु नि त्यो छोरीलाई नै होला होइन मरिहत्ते अब कुन सेन्समा हो त्यहाँ हुन्छ जाँड रक्सी चुरोट छुन्छु त म जाँड पनि छुन्छु खुवाउँछु त बेतेलाई खुवाउनुपर्छ अर्काको नाम चाहिँ लिनु बरु हजुर खानुहुन्छ कि हुन्न त्यो चाहिँ मेरो मैले चाहिँ चिने अनुसारमा चाहिँ हजुरले छुनुहुन्न जस्तो मलाई लाग्छ होइन तर अब हजुरले तपाईँले चिने अनुसारमा केटीलाई मर्यादा गर्छु त त्यो बोलिन कस्तो रे भने त त्यो विषयमा बोलिन म रेको पछि तर हो हजुरले भन्नुभयो अहिले म खान्छु चुरोट छुन्छु त भन्नुभएको छ होइन भनेपछि यो गलत हो छुन्छु तर खान्न त छुने मान्छेले डेफिनेटली खान्छ होला तेरे तपाईँ साथै तपाईँ कुन उसमा जन्मिनु होइन छुनेले त खान्छ होला नि त छुने कलङ्कीमा मेरो दाइ हुनुहुन्छ होइन दुःखमा भेटेको दाइ हो उहाँले बेच्नुहुन्छ तर आजसम्म हाल्नु भएको छैन मुखमा कि उहाँले छुनु भएन ए खानु भएको छैन बेच्नुहुन्छ तर खानु तपाईँ कुन उसमा छुनुहुन्छ त तपाईँको त पसल छैन होला तर साँच्चै एउटा चिज तपाईँ सिकेर आउनुहोस् जानुहोस् यार के चाहिँ भन्नु न क्रस क्वेसन गर्न सिकेर आउनुहोस् क्रस क्वेसन मेरो यही हो जिस्केको नै जिस्केको मात्र खान्न पनि छुन्छु इन द सेन्स अब साथीभाइहरूसँग जाँदाखेरि त होइन कहिलेकाहीँ साथीभाइहरू अलिकति ओभर झ्याप भइसकेपछि म उता गएर ल्याइदिनु पर्ने हुन्छ अनि बोकेर रुमसँग लगाउनु पर्ने हुन्छ छुइन्छ त ओके तर म हजुरहरूलाई यो विषयमा सम्मान गर्न चाहन्छु कि तपाईँहरूको साथी सर्कल जस्तो भयो भने तपाईँहरू चाहिँ आफ्नो ठाउँमा अडिक हुनुहुन्छ कि त्यो विषय चाहिँ तपाईँहरूको राम्रो छ जस्तो मलाई लाग्छ यो साथी भनेर भन्दै होइन मैले तर एउटा चिज हो रहेछ यहाँ चाहिँ गेस्ट भएर चाहिँ नआउनु पर्ने रहेछ जबरजस्ती अब बोल्नु पर्ने रहेछ होइन भने हो जस्तो बनाउनु पर्ने रहेछ यहाँ त हो जस्तो यो चाहिँ हो जस्तो होइन कि हो कि होइन भन्ने कुरा चाहिँ हामीले मैले सुरुमै भने हजुरलाई हजुरको बारेमा केही कुरा छ त्यसलाई चाहिँ हजुरले क्लियर गर्नुपर्ने हुन्छ सायद हजुरले यो कुरा सुन्नु भएन उता बेदतिरै ध्यान भएपछि सुनिँदैन पनि होइन एकचोटि आधी घन्टा 45 मिनट यसो मतिर ध्यान लगाउनु पर्यो कि अरूको बुढीतिर के ध्यान त्यही भएर हो होइन त्यो होइनलाई चाहिँ हजुरले हो नै भन्नुपर्छ भन्ने छैन रमाइलो मात्र मैले किन यो पोडकास्टमा चाहिँ क्वेसन एन्सर भन्दा पनि कहिलेकाहीँ चाहिँ रमाइलो पनि रमाइलो हो यही चाहिँ बेफाइदा छ कि यो होस्टहरूलाई ल्याएर टक्क यो गेस्टको सिटमा बसाउँदा बेफाइदा हो म चाहिँ फुल्ली 100% कोसिस चाहिँ म गेस्ट नै भएर खोजिरहेको छु तर त्यो भित्र मनले आइरहेको छैन त्यो भित्र मनले भन्दा पनि त्यो ऊ हो कि त्यो एउटा भने त मलाई याद छ जुनुन होइन एउटा कुरा तपाईँलाई याद छ के चाहिँ एउटा छोरीको बानी चाहिँ जसले डाडु झाट्ने बानी थियो अरे क्या होइन अनि ठ्याक्कै बिहेको दिन चाहिँ आज चाहिँ डाडु नझाटे नानी भनेर होइन अनि उसले के भने थाहा छ आफ्नो बानी कसले छोड्ने अरू कुरा कसले सुन्ने भने चाट्यो अरे क्या त्यही हो कि बानी लाग्छ त कहाँ सकिन्छ हजुर ओके हजुरले रिसेन्टली होला सायद कति भयो होइन यो चाहिँ एउटा
राम्रो भन्नु त भएको थियो जस्तो पहिलो प्रेमिकाले यो कारणले छोडेर गयो दोस्रोले यो कारणले भनेर भन्नुभयो थियो थोरै मलाई अंश सुनाइदिनु न प्लिज पहिलोलाई चाहिँ धेरै केयर गरेर चाहिँ बन्देजमा राखेँ भनेर छोड्यो दोस्रोलाई चाहिँ ठिक छ नि त पहिलाकोलाई बन्देजमा राखेर छु यसपालि चाहिँ फ्री छोड्यो भने चाहिँ तँलाई त मेरो भस्तै छैन छोड्यो हो यही भनाइलाई यो भनाइलाई चाहिँ तपाईँको लाइफमा लागु चाहिँ होइन तर तपाईँले यो जस्ट एउटा कहानी बनाउनु भयो अडियन्स माझ पुग्नको लागि कहिले पनि म क्यामेरा अगाडि चाहिँ झुट बोल्दिनँ त्यो थाहा त पर त्यहाँ एउटा रमाइलो कमेन्ट चाहिँ तेस्रोले चाहिँ किन छोड्यो भनेर थर्डले चाहिँ किन छोड्यो थाहा भनेको थियो थर्ड बनाएपछि भन्छ अब छोड्न दिन्न म त सुपर बुला टाँचा होइन दुईटा मात्र त थिएन होला हजुरको फेरि तपाईँ न्यायाधीश हो मेरो जिन्दगीको कतिवटा थियो भन्दैन मान्छेको दुईटा थियो गर्लफ्रेन्ड अघि वेदले नै भनिरहेको थियो टन्नै छ उसको भनेर पाइयो त वेदले भनेर त्यो जे पाइ त्यो सोध्छ है भनेर थियो वेदले ए वेदको थम्बनेल राख्नु पर्ला जस्तो को आखिर कुराहरू यताको उताको यता लगाइदिनु म वेद जस्तो होइन नि त फेरि भेट्ने बित्तिकै के अरे वाट्सएपमा मेसेज गर्ने शान्ति भन्दा हो त म जस्तो खाले केटा त्यो भनेपछि त्यो रियल नै हो यथार्थ हो साँच्चै नै हजुरको लाइफमा फर्स्टवालाले त्यसरी नै छोडेर जानुभयो कति धेरै हो यथार्थ त्यही हो हजुर पक्का 100% सेकेन्ड त्यही हो कसरी भयो त त्यो सम्भव एकचोटि आफ्नै ऐना हेर्नुहोस् ऐना हेर्ने भनेको ऐना ल्याउ त गाइज ऐना सम्भव भइहाल्छ नि अब मायामा धोका नखाने को होला तपाईँले खानु भएन हो तपाईँको मायाबाट सक्सेस भयो होला खुसी हुनुहुन्छ होला असफल भइन्छ नि जब तपाईँ असफलताको यात्रा हिँड्नु न त्यो बेला कस्ताले साथ छोड्छन् क्या होइन कस्ताले बाटो मोड्छन् कस्ताले मुख फर्काउँछन् यी सबै एउटा बहाना मात्र हुन् त्यही कुरामा तपाईँको लभ अफेयर पनि छुट्या हो कुनै ठुलो कुरो होइन तपाईँको छुट्छ मेरो छुट्छ सबैको छुट्छ होइन सबै कहाँ भाग्यमानी हुन्छन् तर माया गरे किन सम्बन्ध किन टुट्छ जस्तो लाग्छ हजुर दुईवटा रिलेसनमा बसेर पनि यहाँले सम्बन्धलाई जोगाउन सक्नु भएन किन हाम्रो बाहिरबाट हाँसिराख्नु भएको छ प्रश्नमा त्यस्तो कमेडी प्रश्न थियो गाइस मेरो सम्बन्ध किन टुट्छन् मैले अघि नै भन्दै थिएँ त यस्तो हो क्या तपाईँको र मेरो एउटा नेचर कस्तो नराम्रो अथवा ठ्याक्कै उल्टो रहेछ भन्दाखेरि चाहिँ म एउटा प्रश्न सोध्छु 1 घन्टासम्म चुलाएर सुनेर बस्छु होइन अनि तपाईँ चाहिँ बिचमा प्याच्च सोधिदिनु हुँदो रहेछ अनि म जहिले भन्छु मेरो भाइलाई म धैर्यता मलाई त्यो चाहिएको कुरा नआएपछि धैर्यतालाई टुटाइदिन्छु म चाहिँ सबभन्दा राम्रो गुण चाहिँ धैर्यता हुनु जरुरी हो सुन्न सक्नुपर्छ त भगवान्ले दुईटा कान र मुख दिएको थाहा छ धेरै सुन्नुहोस् थोरै बोल्नुहोस् भनेर त्यही त भने मैले यहाँ बस्नु भएको गेस्ट हजुरबाट त्यो एन्सर जुन मैले अपेक्षा गरिरहेको हुन्छु नि त्यो चाहिँ नआएपछि अलिक मलाई गाह्रो हुन्छ सम्बन्ध किन टुट्छ भन्ने कुरा हो मेरो तपाईँलाई के लाग्छ किन टुट्छ कुनै सम्बन्ध विश्वास हो जस्तो लाग्छ मलाई चाहिँ मलाई लाग्दैन कुनै सम्बन्ध साँचो सम्बन्ध होइन जसको मैले अहिले माया पाइरहेको छु उहाँहरूलाई छोडेर यदि हेर्ने हो भने चाहिँ साँचो माया गरेको थियो त विश्वास पनि दिलाएको थियो त अनि कहाँनिर चाहिन्छ हजुर कसैको माया पाउन तपाईँले एउटा लेभल बनाउनु पर्ने हुन्छ तपाईँले फ्युचर देख्नुपर्ने हुन्छ उसँग फ्युचर कति माया गर्छ कति विश्वास गर्छ होइन कति कमाउँछ कति जमाउँछ पीडा छ नि हामी छोरा मान्छेहरूलाई पनि एउटा राम्रो परिवारमा जोडिनको लागि राम्रो प्रोफाइल बनाउनु पर्ने हुन्छ तर छोरा मान्छेले बिहे गरोस् उसलाई कोही छोरी मान्छे मन परोस् होइन उसको ब्याकग्राउन्ड प्रोफाइल प्रायः हेर्दैन क्या होइन तर यदि मैले कोही राम्रो मान्छे पाउनु छ भने मैले प्रोफाइल मेरो बनाउनु पर्ने हुन्छ सुरुमा मेरो फ्यामिली ब्याकग्राउन्ड स्ट्रङ बनाउनु पर्ने हुन्छ पीडा छ अनि सँगसँगै अब सम्बन्ध विश्वास रेस्पेक्ट भन्छ तर त्योभन्दा ठुलो चाहिँ तपाईँले के दिनुभयोमा डिपेन्ड हुन्छ क्या जहिले पनि तपाईँ जसको विश्वास दिलाउनुहोस् रेस्पेक्ट गर्नुहोस् एउटा मेरो केसको कुरा गर्छु ल अरूकोमा के मलाई थाहा छैन एउटा पिआर वालाले लिएर जान्छ के दियो त पिआर थियो होइन र के हो त्यसैले म आफै खोजिरहेको छु क्या माया के हो त प्रायः म मेरो आउने गेस्टहरूलाई सोध्नुको प्रश्न त्यही हो मैले माया गरेको थिएँ त जीवजान दिएकै थिएँ
भनेको बेला समय दिएकै थिएँ, किन टुट्यो त? तर अहिले ठिक छु कि म बरु माया टाइम दिँदा पनि माया पाइरहेको छु नि त होइन। मलाई बुझ्ने मान्छेहरू पाइरहेको छु नि त अहिले। अहिले खुसी छु क्या बरु म। अनि मैले आफैलाई फिल गरेँ, सुरुमा तपाईँ आफैलाई माया गर्नुहोस्, तपाईँलाई माया गर्ने मान्छे जति आउने छन्। आफ्नो कामलाई माया गर्नुहोस्, तपाईँ आफ्नो पेसालाई माया गर्नुहोस्, आफ्नो परिवारलाई माया गर्नुहोस्, साँच्चीकै माया गर्ने मान्छे त जति पाउँछौँ हामी। ओके, सम्बन्ध टुट्नमा चाहिँ मूल कारण तपाईँ केही हुनु पर्यो, नभए कुनै सम्बन्ध टिक्दैन। सोझो भाषामा भनौँ सम्पत्ति धन एउटा लेभल के असम्म चाहियो, सम्पत्ति चाहिन्छ। छोरा मान्छेले यो हेर्दैन भनेर भन्नुभयो होइन? छोराले हेर्दैन, हजुर सबै छोरीले हेर्छ नि भन्न खोजेको होइन है। फेरि तर मेरो लाइफमा जे लाग्यो त्यो बोल्दैछु मैले अधिकांश केसमा चाहिँ हजुर होइन। फेरि अहिले मसँग रहिरहेका साथी सर्कल सबैले फेरि धन हेरेको छैनन् मसँग नहुनेहरू, सबैले मलाई बुझेका छन् क्या होइन। सन्दीपले चाहिँ हो कि जस्तो लाग्छ घरिघरि, अरू त सबैले मलाई बुझे। ओके, सो अब थोरै माया प्रेमको कुरा पनि आइहाल्यो होइन? नढाँटिकन भन्नुहोस्, हजुर रिलेसनमा हुनुहुन्छ कि हुनुहुन्न? रिलेसनमा छु। हुनुहुन्छ? कोसँग? तपाईँसँग। कोसँग त किन भन्नु त मैले अहिले? अघिदेखि भनिराख्नु भएको छ म्यारिड हो होइन, सिन्दुर चुरा खै भनेर भनिराख्नु भएको छ। सो यो कुरा चाहिँ या प्लिज। रिलेसनमा छु त। अब म कसैको दाइ हो, कसैको भाइ हो, म रिलेसनमै छु त अहिले पनि। त्यो भाइको एउटा जीवन अब साथी नै हुनु, बिहे गरेपछि हुन्छ, जीवन साथी नै बनाऊ भन्ने खालको रिलेसन, त्यो सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न? कस्तो हुन्छ त्यस्तो सम्बन्ध त? कस्तो टाइपको हुन्छ? थर्ड भनौँ न हजुरको कमेन्ट बक्समा आए हिसाबमा है। त्यस्तोले चाहिँ अब सोचेपछि म भन्छु ल, ठ्याक्कै यहीँ आउँछु ल त्यो पार्ट 2 मा। पक्का आउनुहोस् ल। त्यस्तो झुट त बोल्नु भएको छैन नि हजुरले? मलाई लाग्दैन म क्यामेरा। कोही केटी त्यस्तो आफूलाई है ठिक छ नि त भन्ने, त्यो त जो देखे त्यो लाग्छ नि। डेटले भनेको कुरा नराम्रो त होइन रहेछ नि त। जो देखे त्यो राम्रो लाग्नु तर पाइयो नि होइन, नेगेटिभ सेन्सले। तर जो देख्यो त्यो राम्रो लाग्नु त लाग्छ। मलाई मेहनत गर्ने केटीहरू सबै मनपर्छ क्या होइन। मेहनती हुन्छ नि जो, लाइक यो एजमा तपाईँ हाम्रो एजमा पनि आफ्नै खुट्टामा उभिन खोज्नेहरू चाहिँ यस्तो मनपर्छ, खोइ किन थाहा छैन। अनि मलाई लाग्छ क्या अब सबैजना त्यो नेचरको हुँदैनन्, कोही त फ्युचरको लागि पढिरहेका पनि हुन्छ नि त। तर मलाई राम्रो लाग्नु त पाइयो, नेगेटिभ सेन्सले हेर्नु नपाइएला। भनेपछि रन्जितलाई पाउनको लागि चाहिँ एउटा घरमा चुलो चौकोमा सीमित भएको रन्जितलाई पाउने होइन, मैले पाउने नै मतलब त्यही त। अब यस्तो हुन्छ नि त, कोही केटीहरू त अब त्यो मेहनती भन्दा कस्तो खालको मेहनती, घरमा मात्रै सीमित भएको फ्युचर सोच्ने मान्छे मलाई मनपर्छ धेरै। भनेपछि फ्युचरलाई अलिकति ध्यान नदिएको होला हजुर, सायद एक्सेप्ट गर्नु जस्तो राम्रो पनि चाहिएन। त्यो त गाह्रो पर्यो नि त होइन? कस्तो क्राइटेरिया लाउनु भएको? क्राइटेरिया त हुनुपर्छ जिन्दगीमा, किनभने कति बोल्ने कति नबोल्ने सबै चिजको क्राइटेरिया सबैलाई हुन्छ। कति खाने होइन, कहाँसम्म जाने। अब मायाले संसार थाम्ने समय सकिसक्यो होइन। माया रेस्पेक्ट चाहिन्छ, सँगसँगै मलाई बुझिदिनु पऱ्यो, मेरो फ्यामिली बुझ्नु पऱ्यो, अनि सँगसँगै फ्युचर हेर्नु पऱ्यो, चाहियो त्यो त यथार्थ हो। अब यहाँ आएर होइन मलाई बुझ्ने मात्र भए पुग्छ, संसार जित्छु भनेर कहाँ हुन्छ र? भोलिदेखि फ्री भएपछि हानाहान पर्न थाल्छ, बरु दुवैजना बिजी भएपछि हानाहान पर्दैन। त्यसरी अहिलेसम्म त्यही भएर अहिलेसम्म मेरो एउटै सोच हो, कसैलाई जसलाई म पाउँछु नि होइन, उसलाई घमण्ड होस् म पाएँ जस्तो, जसले गुमाए उसलाई रिग्रेट होस् किन गुमाएछु भनेर चाहिँ। मनमा नगाली नगर्नु है, छोडेर जानेहरू थाहा छ, मिठो बोल्न आइहाल्छ। ओके, अझै म यसैमा थोरै अझै मायामा गहिरिन चाहन्छु होइन। डुब्नुस्। अझै पनि हजुरले दुईवटालाई गुमाइसक्नु भयो होइन? डेफिनेटली माया गरेकै थियो होला नि तपाईँले पनि? तपाईँले पनि थिएन होइन? तपाईँले माया गरेको त थियो होला नि ती व्यक्तिहरू जुन तपाईँले गुमाउनु भयो, जुन अहिले सँगै हुनुहुन्न होइन? र एक हिसाबले त यहाँको मन टुटि नै सकेको छ नि त। कहाँ टुट्छ मन, त्यति कमजोर सोच्नु भयो भनेपछि अझै जति पनि आउँछ म ह्यान्डल गर्न तयार छु हो। थर्ड आयो टुट्यो, इट्स ओके, फोर्थ चलिरहन्छ। नाइस प्रश्न। त्यो सोच पनि त होइन होला नि त, नटुट्यो भन्दैमा कि फेरि म अनि 5, 6, 7, 18, 150, 146 पुग्छु हाम्रो कुरा आयो ठ्याक्कै। त्यस्तो हुँदैन कहिले पनि।
कि कतिसम्मको लागि सम्बन्धको कुरा होइन, अब त एज पुग्यो, समय आएपछि हो त्यही त अझै पनि लभ म्यारेजमा यहाँ अड्किनु भएको छ कि होइन लभ एरेन्जमा कहिले पनि सोच्दिनँ। मन मिल्ने पाउँछ लभ हुन्छ, मन भनौँ न बाबा मम्मीले खोजेको बाबालाई मन परेको मान्छे पाउँछ, मलाई राम्रो अरेन्ज हुन्छ। जीवन बिताउने हो कुन यस्तो हुन्छ माया प्रेम मोह यो सबै हामीले चाहेर भए चाहिँ होइन, जन्म मृत्यु र विवाह चाहिँ माथिबाट चाहेको हुन्छ क्या जहिले पनि। अनि मलाई आफै डर लाग्छ बिहे गर्न, अनि बिहे गर्ने साथीहरूलाई सोध्छु हिम्मत कसरी गरिस् भनेर, अनि सोध्छु आफै पनि त्यो उसले हिम्मत गरे होइन, समय आएको हो, समय आओस् जे हुन्छ म तपाईँहरूलाई भन्छु, तर यति ढुकाउनुहोस् भोच्ची खुवाउँदिनँ। यो जहिले भन्ने डायलग हजुरको किन खुवाउनुहुन्न भन्नु आज। त्यो भोज खुवाएर खर्च गर्ने पैसा म अनाथ आश्रममा गएर खर्च गर्छु नि होइन। देखेको छु उहाँहरू कति तपिनुहुन्छ, माया लाग्छ क्या। अब तपाईँ हामीले त एकछिन रमाउँछौँ क्या, तर त्यो खर्च मैले अनाथ आश्रम अथवा कुनै आश्रममा गर्ने हो भने उहाँहरू एक दिन होइन कि महिनौ रमाउनुहुन्छ। सो त्यो महिनाको लागि गरौँ न बरु एकछिनको लागि होइन। यहाँ त फेरि जतिको मिठो खुवाउनु पछि यसको मासु त तितो थियो, झोल धेरै थियो, नुन धेरै थियो, त्यो सुन्नु बरु खुवाउँदै खुवाएन सबैले खुवाएन त्यसले ठग रहेछ अथवा के अरे लोभी रहेछ सुनिन्छ नि त। आनन्द छ त्यो भन्यो आनन्द छ कि बरु यहाँको सोच चाहिँ कहीँ आश्रममा गएर या कुनै ठाउँमा गएर राम्रो ठाउँमा भनौँ न। त्यहाँनिर मेरो सपनै त्यही हो होइन। म आफैले पनि भनेको छु सायद म मर्दा मेरो प्रत्येक अङ्ग दाह होस् भनेर सोचेको छु मैले। त्यसले मैले जाँडो खिचोड खान रिजन त्यो हो होइन, मेरो कुनै पनि पार्ट पुर्जा नबिग्रियोस्। ट्याटु हान्नु हुन्थेन अरे तर थाहा थिएन त्यो कुरा मलाई, हानिहालेँ। मैले बारम्बार भनेको छु यदि म मर्दाखेरि मेरो शरीरको कुनै पार्ट कसैलाई काम लाग्छ भने चाहिँ युज होस्, खेर नजाओस्, त्यो रहर हो मेरो। किन त्यस्तो सोच यहाँको? यस्तो हुन्छ क्या, तपाईँ जब तपाईँ कसरी कसलाई हेर्नुहुन्छ थाहा छैन मलाई होइन। मेरोमा कोही गेस्ट आउनुहुन्छ भने म गेस्टलाई म आफू बनेर हेर्छु क्या जहिले पनि। उहाँहरूको भोगाइलाई म मेरो भोगाइ भनेर बुझ्छु जहिले पनि। अनि बाटोमा हिँड्दाखेरि देख्छु उहाँहरूले आफ्नो आँखाले संसार नदेख्दाखेरि कति अन्धकार छ होला उहाँहरूको लाइफ, आफै खुट्टाले हिँड्न नसक्दा कति गाह्रो हुन्छ होला, कोही केही चिजको कमीले कति तडपिरहनु भएको हुन्छ। अब म मर्ने त मरेर गइहालेँ नि त, त्यो कसैलाई काम लाग्यो उसले कसैले त संसार देख्छ होला, कसैले फेरि सास फेर्ने एउटा मौका पाउँछ होला, अथवा कसैलाई नयाँ जीवनको सुरुवात हुन्छ होला जस्तो लाग्छ मलाई। त्यही भएर म जति हँसिलो छु त्यति हँसिलो छैन क्या जिन्दगी, अलिक इमोसनल धेरै छु जिन्दगीमा, हाँसेर उडाउन खोज्छु। अनि अब किन भन्दा पनि म कहिले पनि मसँग भएका नजिकका साथीहरूले चाहिँ दुःख नपाओस् सोच्ने मान्छेमा पर्छु। त्यही भएर त्यस्तो किन के को लागि कहिले पनि सोचिनँ। अर्को चाहिँ तपाईँ चाहिँ आफ्नो बुवादेखि अलिकति डराउनुहुन्छ? डराउँदिनँ, बुवा चाहिँ मसँग डराउनुहुन्छ। ठ्याक्कै उल्टो भएछ त्यसो भए। बुवा चाहिँ मसँग डराउनुहुन्छ अलिकति। म कस्तो यो त कहानी अर्कै, कहानी अर्को इन द सेन्स त्यो नेगेटिभ वेमा होइन होइन। बाबासँग म डराउँदिनँ भन्दैमा इज्जत गर्दिनँ होइन, बाबालाई ह्युज रेस्पेक्ट छ। जे भए पनि जस्तो पनि मेरो बुवा हुन्, मेरो लाइफको रियल हिरो नै म मान्छु होइन। केही कमजोरी हुन्छ बुवामा, केही कमजोरी ममा छ, तर बाबासँग चाहिँ म प्रायः कमै डराउँछु, किनभने बाबालाई थाहा छ नि त म कहिले गल्ती गर्दिनँ भनेर होइन। अनि गल्ती नगरेपछि किन डराउनु र? बाबा मसँग किन डराउनुहुन्छ भन्दाखेरि चाहिँ बाबा प्याच्च बोलिराख्नुहुन्छ क्या जहाँ पनि, अनि त्यो चाहिँ अलिक कन्ट्रोल गरिदिनु भने म गाली गरिरहेको हुन्छु। अनि डराउने इन द सेन्स मलाई राजा हुनुहुन्छ अहिले भने ओइ राजा उठ भन्नुहुन्छ। किन राजा भनेको त तेरो पारै राजा जस्तो छ, थर्काएको गर्छ भन्नुहुन्छ। कहिले पनि नामले बोलाउनु भएन आजसम्म। डराउँदिनँ बाबासँग, झुट बोल्नु हुँदैन होइन। मलाई त बाबाको लास्टै डर लाग्छ, ठुलो पनि बन्न आउँदैन कि मिडियामा, जे हो त्यो भन्नुपर्छ। इज्जत छ, रेस्पेक्ट छ, माया छ, साथ छ, तर त्यो डराउने टाइपको चाहिँ छुइनँ। अर्को छ तपाईँ चाहिँ मेस्सीलाई यति धेरै पुज्नुहुन्छ रे? पुज्छु होइन, माया गर्छु। माया गर्नुहुन्छ, किन त्यति धेरै? किन जति अब मैले देखिरहेको छु होइन, त्यो निस्वार्थ माया हो क्या। मलाई आजसम्म मेस्सीले केही दिएको छ त छैन नि, केही पाएको छ त मेस्सीबाट? तर जतिचोटि मेस्सीले स्टोरी हाल्नुहुन्छ आई लभ यु मेस्सी लेखेर पठाएको छु क्या आजसम्म, एभ्री टाइम। आजसम्म रिप्लाई आएको छैन नि त,
कोही त मन नदुखेको छ नटुटेको छ। निस्वार्थ माया चाहिँ त्यो हो क्या, जसबाट दिने मात्र हो, लिने कहिले पनि होइन क्या। जब आश हुन्छ तब सम्बन्ध टुट्ने हो क्या। मैले त आफ्नो ठाउँबाट माया गरिरहेको छु। मेरो मोबाइलको वालपेपरमा होस्, पहिला त त्यो ब्याक कभरमा पनि थियो, मेरो सेटको पछाडि पनि होइन, इभन टी सर्टै हामीसँग मिसिएको धेरै छ। सो माया छ, किनभने म उहाँमा म देख्छु, ममा उहाँ देख्छु। किनभने उहाँको सबभन्दा राम्रो लाग्ने, कसैले प्रश्न सोधोस् नसोधे पनि भन्छु, उहाँको त्यो कुलनेस क्या। उहाँ गेम हार्दा पनि हाँसिरहेनुहुन्छ, जित्दा पनि त्यति नै हो। न उहाँसँग एग्रेसिभ धेरै छ होइन, एटिट्युड छैन। अनि सफलता के हो उहाँबाट सिक्ने हो क्या होइन। कस्तो कस्तो मोमेन्टबाट उहाँ गुज्रिनु भएको छ त, लाइफ स्टोरी मैले पढेको छु नि त, उहाँको बारेमा बुझेको छु नि त। अरे तारी सेम भएर पनि होला नि त। पछि उहाँबाट धेरै इन्सपायर पनि तपाईँ हिम्मत नहार्नु सिकेको छु क्या उहाँबाट होइन। हिम्मत हार्नु हुँदैन भनेर सिकेको छु। फुटबलको इतिहासमा यदि हेर्ने हो भने कति ठुला ज्यान भएको हाइटीहरूले यति राम्रो पर्फर्मेन्स गर्छ अरे भनिराख्दाखेरि उहाँको हाइटलाई कम्पेयर गरौँ न होइन। अहिले उहाँले नपाउनु के छ र अब जिन्दगीमा, के चाहिँ पाउनु बाँकी छ त फुटबल इतिहासमा? केही छैन जस्तो लाग्छ। त्यो पनि उहाँको सरलता हेर्नुहोस्, शालीनता हेर्नुहोस्, फ्यामिलीलाई गर्ने रेस्पेक्ट हेर्नुहोस्, श्रीमती छोराछोरीलाई सम्हाल्ने तरिका हेर्नुहोस्। उहाँ जतिको सेलिब्रिटीले त 15-20वटा बिहे गर्नुपर्ने हो टु बी अनेस्ट होइन। कतिजना पछि पर्छ तर आफ्नो श्रीमतीलाई उहाँले गर्ने रेस्पेक्ट, सन्तानलाई गर्ने ती एउटा बाबा भएर दिनुपर्ने माया साथ, अनि एउटा राम्रो प्लेयरमा हुनुपर्ने गुण, अनि एउटा असल व्यक्तिमा हुनुपर्ने गुण छ क्या उहाँसँग चाहिँ। शालीनता मनपर्छ उहाँको, अनि त्यसरी पनि शालीन बन्न खोज्छु त, सक्दिनँ, घरिघरि बिच्किहाल्छु। त्यही भएर ठुलै फ्यान हुनुहुन्छ तपाईँ? ठुलो होइन, महाठुलो। महाठुलो, सरी माफ पाऊँ, ठुलो मात्र त भनेछु। ओके रन्जित, यो चाहिँ हाम्रो ठ्याक्कै सेगमेन्ट सक्यो है, यहाँलाई क्लियर गरौँ। अब हजुरले सब झुट बोले, ए सेगमेन्ट सकियो। ओके रन्जितको जन्म, हुर्काई, पढाइ कता? सर्लाहीमै सबै भरतवा भन्ने ठाउँमा। हुर्काइ पनि त्यही भयो, पढाइ पनि त्यही? हजुर हजुर। ओके भनेपछि कर्म यता काठमाडौँ? हजुर। कर्म चाहिँ कस्तो थियो? कस्तो थियो आफ्नो हुर्काइ सम्झिन, बाल्यकाल थोरै सम्झिनु? रमाइलो थियो, रमाइलो हुन्छ। किनभने ती साथी सङ्गीहरू जस त्यो बेला चाहिँ साँच्चै स्वार्थ थिएन। हामीलाई घाँस काट्न जानु थियो, एउटा एक भारी बनाएर घरसम्म आउनुपर्ने थियो, पढ्न जानुपर्ने थियो। अनि सबै साथीहरू रमाउँथ्यौँ हामी, सानो कुरामा खुसी हुन्थ्यो। चाउचाउ चिउरा र चाउचाउ खान पाउँदाखेरि यस्तो रमाइलो हुन्थ्यो, यस जस्तो लाग्थ्यो मलाई। अनि मलाई याद छ बिर्सन नसक्ने ती नाम, सागर, सुरज, रेशम, मिलन, हामी पढ्दाखेरिको साथीहरू हो त्यो चाहिँ। अनि हामीहरू फुटबल खेल्न जान्थ्यौँ, क्रिकेट खेल्न जान्थ्यौँ, घरिघरि केटी जिसाउन जान्थ्यौँ होइन। रमाइलो थियो पलहरू, रमाइलो थियो। केटी जिस्काउन गयो यथार्थ लाइक त्यो लागि टिनेजमा त म हिरो जस्तो फिल हुन्थेँ जतिखेर हुँदैन, टक्क नाकको दारी पनि काट्थेँ। रमाइलो थियो। ओके कतिको चकचके बच्चा हो रन्जित? मलाई याद छ बाबा मम्मीले मलाई खाटमा राखेर गएपछि बजारमा फर्काउँदा म त्यो खाटमै हुन्थेँ क्या। खाट भन्ने थाहा छ हजुरलाई? त्यसमै हुन्थेँ क्या म। तर अहिले चाहिँ म 1 घन्टा एउटा ठाउँमा बस्न सक्दिनँ। ओहो त्यस्तो ज्ञानी बच्चा कसरी यस्तो? त्यो उल्टो हो, सानोमा चकचके पछि ज्ञानी हुन्छ अरे, सानो ज्ञानी पछि चकचके हुन्छ। चकचके छु मलाई लाग्छ है। चकचके लाग्छ? क्यान्सल तारिफ गर्नुपर्छ गेस्टको त। यो नजिक भएको अलिकति फाइदा होला सायद होइन, भन्न पायो ढुक्कले। अब यहाँनिर अर्को कोही गेस्ट भएको मलाई लाग्दैन, जोसुकै होस् पाइयो भन्ने हो। तर अलि हामी मान्छे हो नि त, त्यही भएर सकिँदैन रहेछ। ठिक छ, सक्नुपर्छ। चोर्नु भएको छ कहिले? चोरेछु त। के चोर्नु भयो? मान्छेको, केटी मान्छेको दिल बाहेक? सेट छोरी मान्छेको मन चोर्नु हुँदैन। चोरेछु, मलाई याद छ सानो बाबाको 100 रुपियाँ चोरेर घडी किनेको। मैले चोरेकै छैन भनेर पुरै बजार घुमाएर ल्याएँ। कसले दियो त घडी भन् भने घुमाएँ तपाईँको पैसाले भनेको छु, पुरै बजार घुमाएर छ। ओके पैसा चोर्नु भयो सानो बाबाको। पुलिस हुनुहुन्थ्यो, गोजीमा राख्नुभयो त्यो 100 रुपियाँ चैट हान्दियो। त्यसपछि पनि चोरिरहनु भयो कि? अब बुझ्ने भइकन त कहाँ चोर्थ्यो होला, नबुझ्न त के चोर्यो नि। कहिले अब सानोमा त चोरिन्छ नि, कहिले दाइकै खाना चोरिदिन्थेँ। पिटाइ सिटाइ खानु भएको छ? खाइएछ नि, तर
तपाईँले खानुभयो होइन जिन्दगीमा पिटाइ? मैले त यस्तो बदमास काम गरेको छैन। ठिक छ, फुल खा फुलै सन्चार खाछु, बदनाचोर गुडाइ खाछु। पढाइमा कस्तो विद्यार्थी हो? पढाइ जस्तै एभरेज, गणित ठिकै, गणित जस्तै। म्याथमा अलिकति राम्रो। ए म्याथमा राम्रो, हामी त्यो विषयमा बुझ्न सक्छौँ। म्याथमा अलिकति राम्रो छु, अरू चाहिँ एभरेज, ठिकै। अरू चाहिँ एभरेज। फेल हुनुभएको छ? टप 10 मै पढ्थेँ, भएको छु, मेजर म्याथमै भएको छु नि। ओ माई गड, फेभरेट मेजर म्याथमा भएको छु। त्यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ कहिले पनि आफू ट्यालेन्ट छ भने आफ्नो छेउकोलाई नसिकाउनु रहेछ क्या। उसको ह्यान्डराइटिङ राम्रो छ भने तपाईँ फेल हुने रहेछ, त्यसको जसले कपी गर्यो भन्ने हुँदो रहेछ क्या। त्यही भएर धोका होइन, मिस्टेक। ओके, फेल हुनुभएको छ? रिग्रेट? फेल भएर भइहाल्छ नि, अहिलेसम्म भइरहेछ त, अहिले पनि त्यो स्टार देखिन्छ। कतिौँ पटक हुनुभयो? एकचोटि मात्रै कि 100चोटि हुनु मन छैन, एकचोटि नै भयो, त्यसपछि सिकिहाल्यो नि, सिकाइयो। त्यसपछि भनेपछि राम्रै स्टुडेन्ट हुनुहुँदो रहेछ। ठिकै। टिचरहरूको कतिको प्यारो? 3टा टिचरको प्यारो, 3टा टिचरको नराम्रो। 50-50 मा काउन्ट हुन्छ होइन, किनभने एउटा टिन एजमा चाहिँ अल्लारे भइन्छ नि त। अनि जस्तै म्याथ पढाउने टिचर, साइन्स पढाउने टिचरहरूसँग चाहिँ ध्यान दिएर पढिन्थ्यो, अनि उहाँहरूको प्यारो होइन। अनि सोसल, हेल्थ, पपुलेसन चाहिँ त्यो गफ हानेर पास हुने सब्जेक्ट हो नि त, उहाँमा चाहिँ उच्छृङ्खल क्या हाम्रो ग्रुपै। अनि कहिलेकाहीँ त्यो स्कुलमा झगडा पर्दाखेरि पनि अब एकचोटि त कस्तो पनि भएको थियो, ठुलै झगडा परे हो कि ठुलै, इभन यतिसम्म कि मलाई याद छ, त्यसलाई के भन्छ, हाम्रै झगडाको कारणले गर्दाखेरि त्यो स्कुल एरिया कर्फ्यू लगाउनु पर्ने सम्मत परे हो क्या। त्यो बेला 3जना सरहरूले चाहिँ रन्जितको ग्रुप राम्रो हो भने तिनीहरू फटाउ यिनीहरू त यार, सरहरूको झगडा परे हो। तपाईँहरूको कारणले गर्दा त्यो कस्तो हुन्छ, त्यो एजै त्यस्तो हो, एउटा रमाइलो अल्लारे टाइपको एज हो। ओके, आर्थिक रूपमा कतिको अब्बल हुनुहुन्छ हजुरहरू? हुनुहुन्थ्यो भनौँ न त्यो टाइममा, अब अहिले त राम्रै हुनुहुन्छ होला। अब्बल कहिले भइएन, हुन पनि सकिन्न, किनभने हामी एभरेज फ्यामिली हौ। माया पाइयो, आर्थिक त दुःख थियो नि सानोमा सानडाटीहरूले पनि धेरै दुःख गर्नुभयो, इभन मैले पनि। सङ्घर्षका कथा सुनाउन मैले चाहेँ भने सायद समय पुग्दैन पनि पहिलो कुरो। अनि त्यो सङ्घर्षको कथा सुनाउनको लागि अझै त्यो लायकको भइसकेको छुइनँ, सुनाउँछु एक दिन। मैले धेरै कुराहरू मैले अहिले दबाएर बोलिरहेको छु, धेरै जीवनका कुराहरू छन् जुन मैले यथार्थ चाहेर नि भनिरहेको छैन, समय आउँछ होइन। त्यो बेला म होइन क्या, चाहे सानमम्मी चाहे स्यान्डर्ड एकजना सँगै राख्छु। बाबासँग त बरु त्यति जीवन बिताएको छुइनँ जति सानबाबा स्यान्डर्डसँग बिताएको छु। रहर छ, उहाँहरू काठमाडौँ आएको बेला चाहिँ सँगै एउटा मिडियामा म कस्तो थिएँ त भनेर बुझाउन मन छ, तर त्यो लेभल चाहिँ पुगेको छैन। अनि भगवान्सँग एउटै प्रार्थना छ जहिले पनि मलाई मेरो अन्तिम दिन त्यो दिन होस् जुन दिन मेरो सपना पुरा होस् क्या, एउटा सपना छ। त्योभन्दा ठुलो सपना अब आफ्नो कथा सुनाउने होइन कि, अब अरूको उहाँहरूको कथा जस्तो धेरै दाजुभाइ दिदीबहिनी आमाहरूले मसँग बसेर कथा सुनाउन मन छ उहाँहरूलाई, उहाँहरूको कथा चाहिँ सुन्न जान्न मलाई रहर छ। कसैले तैँले सपना के हो, कुनै बेला भन्थ्यो मलाई धेरै पैसा कमाउन, एउटा गाडी किन नि काठमाडौँमा एउटा घर चाहिन्छ भन्थ्यो, र अहिले मेरो एउटै सपना छ। जतिले मलाई विश्वास गर्नुभएको छ, जतिले मलाई साँच्चै धेरैले मलाई चिन्नुहुन्न होइन, जतिले चिन्नुहुन्छ मलाई फ्यामिलीको एउटा मेम्बर मान्नुहुन्छ क्या, एउटा परिवारको सदस्य मान्नुहुन्छ, उहाँहरूसँग नजिकिन मन छ, उहाँहरूको कथा उहाँहरूसँगै बसेर सुन्न मन छ। चाँडै नै आउनुहोस् तपाईँहरूमा चाहिँ। मैले अस्ति पनि कमेन्टहरू देखिरहेको थिएँ, रन्जित दाइगरको प्रोग्राम चाहिँ कहिले आउँछ भनेर। कहिलेकाहीँ कस्तो हुन्छ, रहर हुँदाहुँदै धेरै बाध्यताहरूले चेपिरहेको हुन्छ हामीलाई पनि, तपाईँहरू जस्तै हामीलाई पनि पीडा भइरहेको हुन्छ, तपाईँहरू जस्तो हामीलाई पनि दुःख भइरहेको हुन्छ, तपाईँहरू जस्तो हामीलाई पनि फ्यामिलीमा केही समस्या आइरहेको हुन्छ, तपाईँहरू जस्तो हामीलाई पनि आर्थिक अवस्थाले चेपिरहेको हुन्छ। नचाहँदै सुरु गर्न सकिरहेको छु होइन। होप, आशा गरौँ भगवान्को साथ तपाईँहरूको माया पायौँ, चाँडै नै म फ्लोरमा जान्छु, तपाईँहरूसँग चाँडै नै भेट्न आउँदैछु तपाईँहरू माझमा। कि हजुरले कुरा उठाइहाल्नुभयो, म अलिक तल सोध्नेवाला थिएँ होइन, तर यसैमा जोडिहाल्छु। यहाँले स्टार्टिङ चाहिँ अब हामी छिटै आउँदैछौँ भनेर नै भन्नुभएको थियो, तर अहिलेसम्म ल्याउनु नै भएको छैन होइन। पीडाहरू हुन्छ हाम्रो पनि होइन, हाम्रो माइन्डले पनि कति सोच्न सकिरहेको हुन्छ। म त अझ अल्लारे हो नि त होइन। तर अडियन्सलाई एउटा सायद यो अलिकति कन्फ्युजन पनि छ जस्तो लाग्यो कि, तपाईँले नयाँ सो ल्याइराख्दाखेरि फेरि यता रन्जित पोडकास्ट के गर्नुहुन्छ भन्ने कन्फ्युजन छ जस्तो लाग्छ। सायद रन्जित पोडकास्टको चाहिँ चाँडै अन्त्य इन द सेन्स नयाँ वेमा आउँछ चाँडै नै,
सिजन हजुरले सिजन त्यस्तो सिजन मलाई गर्नु छैन तर अलिकति केही ग्याप नयाँ टेस्ट ग्याप पनि म गर्छु नयाँ टेस्टमा चाँडै आउँछ चाहिँ भनिहालेँ केही सरप्राइज छ अडियन्सको लागि सायद राम्रो किनभने मलाई उहाँहरूको मायालाई चाहिँ अझ ग्र्याब गर्न मन छ क्या मलाई चाहिँ हामी कति टाइम गरौँ त्यसको लागि भन्न सक्दिनँ तर चाँडै आउँछ किनभने त्यो सबै चिज एन्डमा पैसाले रोक्छ क्या त्यो हामी सबैलाई थाहा छ अनि सायद चाँडै आउँछ त्यसो मेरो प्रश्न हजुरलाई थियो यो मेरो कथा म भन्छुले यता हजुरको आम गर्दैनस् किनभने दुइटैको आफ्नो आफ्नै एउटा टाइमिङ हुन्छ किनभने यो रेकर्डेड हो नि त दुवै सो एकचोटि गएपछि म 1 महिनाको लिएर आउँछु म मेरो कथा पनि अनि यहाँ बस्दा म 1 महिनाको एकचोटि रेकर्ड गर्छु त्यति मात्रै होइन सिरियल पनि आउँदैछ त हाम्रो होइन त्यो पनि गर्छु यो उमेर हो यही बेला गर्छु जे गर्छु के असर गर्दैन चाँडै पनि आओस् हामी धेरैजना अडियन्सहरू हजुरहरूकै पर्खाइमा हुनुहुन्छ आओस् मेरो पनि चाहना थियो चाँडै आइदियोस् चाँडै लिएर आउनु पाऊँ मलाई नि घुटन हुन्छ क्या ठ्याक्कै हजुरहरू के कुराले अल्झिनी राख्नु भएको पैसा अनि टिम पनि एकजना मलाई राम्रो टिम चाहिरहेको छ स्क्रिप्ट राइटर पनि त्यसले नै अड्किएको छ अनि के गर्छ म आर्थिक कुरा पनि हो ओके पहिला हजुर के गर्ने पैसा हाल्दिनु न मेरो कथा म भन्छु गर्ने कि अरू के गर्नु छ त केही छ अरू होइन अर्को नयाँ तरिकाले रञ्जित पोडकास्ट ल्याउने दुईटै सँगै हुनसक्छ सँगसँगै नयाँ होइन हुन त यही हो मेरो काम त सोध्ने हो जसरी सोध्छु नै सोध्ने त अलिकति कस्तो भन्दाखेरि चाहिँ पोडकास्ट मात्र नभएर चाहिँ अलिकति त्यसमा केही मसला हालौँ न भन्ने सोच बनाइरहेको छ केही पनि बसेरै सोध्ने हो कुर्सी त्यही नै हुन्छ माइक त्यही नै हुन्छ क्यामेरा चिर्को चिन्नु सक्ला त्यति ओके अब सुरुको दिन सम्झौँ न हजुरले धेरै बोल्नु पर्यो छ अझै कति बाँकी छ कि थुप्रै क्वेसनहरू छ हजुरसँग चाहिँ होइन अलि बढी हाँस्यौ जस्तो लाग्यो मलाई रुनु पर्यो त्यो होइन सुरुमा हजुरले काम गर्नुभयो जुन ठाउँमा अहिले त हजुर आफ्नै गर्नुहुन्छ होइन एउटा कसैको कर्मचारी भएर बस्न गाह्रो छ र त्यो टाइममा हजुर त्यहाँ जाँदाखेरि कस्तो पाउनुभयो माहौल र पारिश्रमिक यहाँको कति थियो 7,500 थियो फर्स्टचोटिको मेरो तलब मलाई याद छ माहौल कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ सबैजना बलेको आगो ताप्ने हुन् होइन तपाईँसँग केही छैन तपाईँसँग सबैजना नजिक हुने हो नभए एक्लै बस्नुपर्छ त्यही नै हो सुरुमा गाह्रो हुन्थ्यो एक्लै भइन्थ्यो तर मोहन दाई सम्झिन चाहे मोहन राजु अधिकारी दाई राम्रोसँग सिकाउनु भयो तपाईँलाई थाहा छ हामीले प्रोग्राम चलाउनको लागि अथवा फर्स्ट टिभीमा अनिर हुनुको लागि के गर्नु पर्थ्यो भनेर दिनको 5 पाना 6 पाना प्रोग्राम कन्सेप्ट लेख्दै पढ्दै सुनाउँदै गर्नुपर्थ्यो 1 महिनासम्म अहिले सजिलो छ त सिधै माइक अगाडि राख्यो क्यामेरा राख्यो सुरु गऱ्यो होइन त्यो बेला त स्क्रिप्ट लेख्नु पर्थ्यो होइन जस्तै 30 मिनटको प्रोग्राम हो भने 30 मिनटको पुरै सेड्युल बनाउनु पर्थ्यो कतिखेर गेस्टलाई के सोध्ने को गेस्ट बनाउनु त्यो सबै सेड्युल बनाउनु पर्थ्यो पुरै रेडी गर्नु पर्थ्यो अनि एउटा पेपर लिन 5 पाना 6 पाना दिनको लेख्नु पर्थ्यो अनि लगेर दाइलाई देखाउनु पर्थ्यो अनि हट टाइपको केही शब्दहरू चाहिँ दाजुभाइको सम्बन्धमा बोलिने शब्दहरू बोलेर अर्को लेखेर भन्थ्यो नि लेखेर ल्याउनु पर्थ्यो त्यस्तो थियो अहिले त कहाँ माइक अगाडि भयो दर्शकबिन स्वागत छ भन्ने कहाँ मेहनत गर्नुपर्छ टेलिभिजनमा पर्यो अहिले पनि लागु होला नि टेलिभिजनमा त के कसो अहिले त सजिलो छ म धेरैजना म लास्ट टाइमको मेरो टेलिभिजन करियर ग्लोबल टेलिभिजन हो त्यहाँनिर 2-4 जनालाई सिधै अनेर पनि गराएको देखेको छु मैले पनि गराएको छु होइन त्यो त्यति परेन त्यस्तो गाह्रो छैन अहिले किन छोड्नु भयो आखिर के कुरा ग्लोबल नेपाल गुन्ज किन छोड्नु भयो यो चाहिँ मेरो प्रश्न थिएन यो चाहिँ उहाँ हाम्रो अडियन्सहरुकै प्रश्न थियो जस्ट नेपाल गुन्ज किन छोड्नु त्यो त मलाई अलि मन लागेन त्यही भएर मलाई अन्त्य गर्न मन लाग्यो हजुरलाई के चाहिँ हजुरले आफ्नै गर्न मन लाग्यो थाहा रहेछ त नि यो चाहिँ हाम्रो वेदहरूको प्रश्न थियो कि अघि नै भनिदिनु भन्दै थियो मलाई सो त्यही भएर वेदहरूले तलब पाएन नि मैले छोडेँ हजुर भयो बे त्यही सुन्न चाहेको सन्दीपले हो सन्दीपको तलब बढेन नि त सन्दीपले छोडेर यो गयो होइन स्यालेरी टाइममा हुन्थ्यो एउटा चिज भनौँ कुनै पनि टेलिभिजनमा एउटा दुइटा छोडेर कसैले टाइममा पाएका छन् र छैनन् नि टाइममा मात्र होइन के कति महिनासम्मको काम गर्ने माहौल चाहिँ राम्रो हुनु पर्यो त सायद टिभीमा काम गर्ने अधिकांश साथीभाइहरू
तलबले कारणले छोडेको चाहिँ कमै होला नि, त्यहाँ गर्ने व्यवहार कारणले धेरैले छोडायो होला नि क्या। तलब ढिलो चढा आइ नै हाल्छ भन्ने हुन्छ। सबभन्दा ढिलो तलब चाहिँ कति कति महिना या कति दिन भनौँ? म नम्बर दिन्छु हाम्रो हजुरलाई बढी थाहा होला नि। चेयरम्यान सरको यस्तो ग्लोबल मेरो फ्यामिली हो क्या होइन। अनि मेरो फ्यामिलीको मेरो दाजुभाइ बिग्रेछ भने म मेरो दाजुभाइको कुरा काट्दिनँ कहिले पनि। अन्त मैले फ्यामिली मानेको छु, उसको कुरा कहाँ काट्न सक्छु होला र। हो टाइममा थिएन, यथार्थ त भन्न पाइयो। ओके, महिना भन्न तर मेरो तलब पनि त्यसो रहेछ त्यो पनि भन्छु, तर कुरा काट्दिनँ। ओके, आफ्नै गर्नु भएको छ अहिले चाहिँ होइन? सोच कहाँबाट आयो यो सोच? गणेश एउटा साथी छ, एउटा वेद म गणेश तिनजना अलिकति अगाडि नै एउटा प्लान बनाएको थियो क्या। अनि गणेशले चाहिँ अगाडिबाट सायद पैसा निकाले वेदले हो। अनि कि गणेशले हो कसले हो? गणेशले गणेशले हो। अनि उसले पछि बाइक किनिदियो, त्यसलाई गर्न पाएन हामीले। गर्ने भनेर नै पैसा निकालेको। अनि मलाई के लाग्थ्यो भन्दाखेरि चाहिँ जतिसुकै अरूकोमा गरे पनि पछि छोडेर जान्छ जिरै त होइन, आफ्नै गर्नुपर्छ भन्ने चाहिँ सोच आइ पनि रहेको थियो। अनि फेरि मलाई उनीहरूले साथ दिए क्या। अनि हामी छौँ त भन्ने भएपछि ल त गरौँ, जिस्किँदै गर्थ्यो अब यो त। ए मजाक मजाकमै, त्यो सिरियस हुनुहुन्थेन अब? या तपाईँलाई के लाग्छ, ठिक भयो कि बेठिक भयो? मैले आफ्नै गर्नुभयो, धेरै राम्रो गर्नुभयो। त्यही भएर म जान्न खोजिरहेको थिएँ अरूहरूलाई पनि। तपाईँलाई थाहा थियो त नि किन गरेको भनेर, किन सोध्नु? मलाई आइडिया छैन थ्याङ्क यू। सिरियसली यही हो रिजन, यही हो। त्यही यतिकै मजाकमै यस्तो अब कति अरूको गर्ने, आफ्नै गर्नुपर्छ होइन, आफ्नै एउटा पहिचान बनाउनुपर्छ भन्ने लाग्यो। अनि सोचेँ कति अरूको गर्नु त्यो सर्टेन स्यालेरीमा होइन। दुःख गर्छु, आफ्नै एउटा बेग्लै सानो संसार बनाउँछु। अनि मेरो साथीभाइहरूलाई सकेसम्म आफूसँगै राख्छु भन्ने कोसिस गरेँ। केही हदसम्म पुरा भएको छ, अझ उनीहरूको साथले चाहिँ अझ राम्रो हुन्छ जस्तो लागिरहेछ। ओके, राम्रो होस्। अब म हजुरलाई केही वर्डहरू भन्छु, त्यसलाई चाहिँ कसरी हजुरले लिनुहुन्छ? अधिकांश रञ्जित प्रकाशको सिर्जना लेख्नु न। हजुरको खासै कुरा बुझ्दैन तैपनि म मुस्कुराइदिन्छु। वाह, कति मिठो लाइन त्यो बोलेछ। उसलाई भन्छ कि त्यो गदागीको होइन, एकचोटि बुझेर हाँस्छ, एकचोटि सम्झेर हाँस्छ, एकचोटि नबुझी हाँस्छ। एक्सक्युज मी। ओके, हजुरलाई म सुरुमा सम्झाउन चाहेँ टेलिभिजन कसरी सम्झिनुहुन्छ? सानो हुँदाखेरि गाउँमा कसैको थिएन, सानो मम्मीकोमा बसेर हेर्थेँ। सानो कसो छुक 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 गर्नुहुन्थ्यो? नै पछाडि बसेर रामायण हेर्थेँ एकदम धेरै। टेलिभिजन अब मेरो कामको यदि कर्मथलोको हिसाबमा हेर्ने हो भने टेलिभिजन मेरो सिकायो, मेरो भोगायो, मेरो बुझायो, धेरै भावनाहरू जोडेको चिज हो। ओके, पैसा? सबै चिज। एक्स गर्लफ्रेन्ड? सिकाइ। ओके, हजुरले पल शाहलाई बढी मान्नुहुन्छ जस्तो लाग्छ मलाई। सबैलाई उत्तिकै मान्छु। पल शाह बढी प्रायोरिटीमा राख्नुहुन्छ? नजिक हुनुको रिजन उहाँको नि ब्याकग्राउन्ड टेलिभिजन हो नि त। हजुर। सो त्यही भएर पल शाह प्यारो मान्छे, मेहनती, सबैलाई सम्मान गर्ने व्यक्ति। अझ उहाँको हेर्नु न, होला अब के कस्ता न्युजहरू आयो होला आफ्नो ठाउँमा छ, तर कोभिडको बेला हामी सबजना डराएर बसेको बेला उहाँ एक्लै मास्क लगाएर होस् त्यत्रो टिमसँग हिँड्नुभएको थियो होइन। बाढी जाँदाखेरि राहत लिएर जानुभएको थियो। अनि त्यो हिसाबले मेरो लागि त जुन एउटा ट्याग दिएको छ नि रियल हिरोको, सायद रियल हिरोमा हुनुपर्ने गुणहरू धेरै छ उहाँसँग। सरल स्वभावको, सहयोगी, सबैको भावना बुझ्न सक्ने मान्छे हो। मान्छेबाट कहिले काहीँ भुलचुक हुन्छ होला, त्यसलाई कसरी हेर्नेमा आफ्नो फरक पर्छ, तर मेरो प्यारो मान्छे। ओके, साथी? अहिले मलाई साथ दिने साथीहरू जस्तो हो भने चाहिँ परिवारको अर्को अङ्ग हो। जस्तै मैले मजाको रूपमा नाम लिएँ, जस्तै वेद, सन्दीप भाइ, गौरव, गणेश, यिनीहरू यस्ता साथी पाउने चाहिँ सायद लास्टै ठुलो भाग्यमानी हुन्। अनि फेरि मनमनै सौगात भन्नु होला, सौगात त भर्खर जोडिनु भएको हो नि त होइन। अनि जस्तै सुरज, रेशमहरू, उनीहरू मेरा लङ्गोट्याएर हुन् क्या होइन। तिनीहरू अनि यिनीहरू मैले भन्न जस्तै जो कोहीले पनि जुन अहिले मेरो फ्रेन्ड सर्कल छ नि, यतिको पाउनु साँच्चीकै भाग्यमानी हुन् क्या। सेम कति साथीहरू हुन्छन् पछाडि राम्रो भन्दा पछाडि चाहिँ यसको प्रगति नहोस् भन्ने, तर यिनीहरू कस्तो छन्, मेरो लागि राति 1 बजी उठेर आइदिन्छ, मेरो लागि बिहान 7 बजी पनि उठेर आइदिन्छन् क्या होइन। सो यतिको साथी कसैले पाउँछ भने
भाग्यमानी हुन् होइन अनि परिवारको अर्को अङ्ग हुन् होइन अनि साथी यति मिठो शब्द हो मेरो लागि मेरो जीवनको भोगाई बुझाइ सिकाइ अनि सफलताको अर्को नाम हो क्या साथी चाहिँ अनि तर साथी धेरै छैनन् मेरा फेरि लिमिट छन् अनि कतिबाट घात पनि भएको छ त्यस्तो हुँदाखेरि चाहिँ साथी स्वार्थी पनि लाग्छ तर उनीहरू साथी पाउँदाखेरि चाहिँ साथी सबै चिज हो जस्तो लाग्छ ओके बुवा मैले अघि नै भने लाइफको रियल हिरो धेरै भन्दै पर्दैन नि सानो घरको सहारा हो लुलो लङ्ग्रो जे भयो भने तेरो बाउ छैन भन्न पाउँदैन नि त अनि पहाड जस्तो लाग्छ मलाई बाबा चाहिँ जतिसुकै बयान गर्नु पुग्दैन त्यसरी मेरो लाइफको रियल हिरो दुश्मन हेरेको हेरे के युट्युब परिवार अरू केही परिवार त्यो धेरै ठुलो के परिवार ठुलो केही हुनसक्छ के मृत्यु ध्रुव सत्य माया माया महसुस के अनि विवाह जन्म मृत्यु विवाह भगवानको हातमा घरबाट कतिको फोर्स हुन्छ हजुरलाई विवाह गरेर अब उमेर भयो उमेर भएको छैन कति हो उमेर थाहा छैन मैले पाल्न सक्दिनँ फोर्सै गर्नु हुँदैन पाल्न सक्दै फोर्स गर्नु हो त ए त्यस्तो तपाईँभन्दा कान्छु हो म ढुक्काउनुहोस् त्यो कुरामा तपाईँ कति पुग्नुभयो म पनि हजुरभन्दा थोरै 1 वर्षले जेठै हो ठिक छ एज भन्न मेरो एज बुझ्न चाहनुहुन्छ नि उहाँको एज बुझ्नुहोस् पहिला होइन बिहेको लागि कहिले पनि अब रन्जित टाइम भयो पो टाइम भयो भन्ने हो त टाइमै भएको छैन बस साँच्चै भएको छैन घरमा यो थाहा त छैन किन मेरो भाइले बिहे गरिसकेको छोरी छ भाइको बुहारी छ त्यस्तो रहर पनि छैन मलाई अनि त्यस्तो बाध्यता पनि छैन बिहे नगर्ने गर्ने कति टाइम कति अझै हजुर केटी पाएपछि मैले अघि भनिसक्नु मैले जन्म मृत्यु विवाह चाहिँ भगवानकै हातमा हुन्छ केटी कस्तो चाहिएको छ भनेर हाम्रो रन्जितजीलाई चाहिँ अघि नै उहाँले भनिसक्नु भएको छ इफ कोही हुनुहुन्छ भने सो प्लिज कमेन्ट बक्समा नराख्नुहोस् रेस्पेक्ट छ फेरि नेगेटिभ वेमा नजाओस् समय आउँछ मन मिल्छ भने जोसँग हुनसक्छ ओके कस्तो छ भनेर होइन कस्तो बनाउने मेरो हातमा हुन्छ क्या होइन मलाई कोही माया कसैको मलाई माया लाग्छ कोहीसँग मेरो लभ पर्छ कसैसँग म विवाह गर्छु भने ऊ कस्तो छ म कहिले हेर्दिनँ उसलाई कस्तो बनाउँछु त्यो ममा डिपेन्ड हुन्छ जहिले पनि जहिले मलाई लाग्छ त्यो सबै चिज बुझेर क्या तपाईँको आनी बानी हावा सब बुझेर अनि विवाह गर्ने त्यो स्वार्थी हो क्या केही नबुझिकन बिहे गर्नु नि उसलाई चाहिँ आफू जस्तो बनाउन सक्नु अथवा उसको लाइफलाई राम्रो बनाइदिनु चाहिँ त्यो मेरो निस्वार्थ माया हो किनकि तपाईँको आमा बाबुले अझ आमाले बाबा भन्दा नि मैले त भोगेको छैन थाहा छैन मलाई पनि आमा बाबाले कहिले पनि तपाईँ चोर भयो भने त तपाईँ मेरो छोरा होइन भन्नुभएको छ अहिलेसम्म छैन नि तैँले चोरिस बाबु नेक्स्ट टाइम सुध्रे हेर्न सुधार्नुहुन्छ क्या तपाईँ मार्नै जानु क्या आफ्नो आमा बाबालाई त्यो मेरो सन्तान हो भन्नुहुन्छ क्या त तेरो मेरो आधी बाउ छोराको सम्बन्ध सक्यो भने कहिले सुन्नुभएको छैन गर्लफ्रेन्ड बोयफ्रेन्ड चाहिँ त्यो हुन्छ मानु तपाईँलाई अथवा मेरो कोही गर्लफ्रेन्ड छ उसलाई चुरोट खाएको मन पर्दैन अनि मैले चुरोट खाएँ सम्बन्ध सक्यो त्यो मेरो हातदेखि त्यो कहिले हुँदैन होइन उसको एउटा फोन उठाएन फोन किन उठाएन आधी सम्बन्ध सक्यो त्यसैले मलाई एउटै सोच कस्तो भन्दाखेरि चाहिँ जस्तो सुकै होस् मलाई मतलब छैन यदि मनदेखि कोही मनपर्छ जस्तो हुनुहुन्छ एक्सेप्ट गर्न सक्छु र आफू जस्तो र उहाँको लाइफलाई राम्रो बनाउन सक्छु जस्तो चाहिँ मलाई लाग्छ त्यसैले क्राइटेरिया छैन तर यदि भविष्य बुझ्ने चाहिँ हुनुभएछ क्या भविष्य होला उहाँले चाहँदै नसके हट्न पो सहयोग गर्ने हो त नचाहने मान्छेसँग म किन पछि लाग्ने हो र मेरो जीवन त बनाउनु पऱ्यो नि त मैले जे भोगेँ मैले जति दुःख भोगेँ मेरो बालापनमा त्यो मेरो भावी मेरो सन्तानले भोग्नु नपरोस् क्या हो मलाई म गरिब भएर जन्मियो होला आफ्नो ठाउँमा छ तर मर्दा चाहिँ मेरो सन्तान चाहिँ गरिब हुनु भएन क्या त्यो मेरो सोच हो ओके अब भने हामी एकदमै अन्तिममा छौँ सकेको छैन बोल्नै पुगेको थिएन यार प्लिज सोध्नु न अझै हाम्रो एउटा सेगमेन्ट छ सेगमेन्टको नाम हो गेस द लोगो हजुरले के म चाहिँ लोगो देखाउँछु त्यो लोगो चाहिँ कुन रेडी गेस द लोगो जस नेपालीमा भन्नु त लोगो के भन्छ नेपाली गेस द लोगो लोगोलाई चिन्ने हो त्यो कहाँ चिन्ने हो गेस भनेर त गेस गर्नु न के चाहिँ हो भनेर अब गेस त लोगो भएन नि त के चाहिँ भन्छ त चिन्नुस् त लोगो चिन्नुस् त लोगो गेस द लोगो हस् अलिकति भन्दा स्विट सुन्यो त्यही भएर रेडी प्लिज यो लोगो हो
कुनै ब्रान्ड हो यो कुनै नबुझ्नेले के हो सरी भनिदियो ट्राई गर्नुहोस् न पल्टाउनु न त्यो त। थोरै सकिनँ सकिन ओके अर्को यो चाहिँ थाहा पाइहाल्नुहुन्छ सञ्जीवले लोन नतिरेको कम्पनी हो एनसेल 42 रुपियाँ लोन चाहिँ बाँकी छ अरूको प्रमोसन सेयर नगर्नु के राम्रो होइन ओके ओके यो नेक्स्ट के हो यो होइन थाहा छैन यो त थाहा पाइहाल्नुहुन्छ त्यो चाहेर पनि बन्न नसकेको चिज हो त्यो भन्नुहोस् यो त थाहा पाइहाल्नुहुन्छ नि गेम रिलेटेड कुरा फुटबल छ त माथि एनएसएल हो यस ए हो रहेछ मिल्यो मिल्यो भइहाल्छ नि अनि यो गाडी नचल्ने नसोध्नु यो गाडी चल्नेले सोध्नु नेक्स्ट लोगो चाहिँ थाहा होला नि गाडी चढ्ने हो नि त मैले गाडी चढ्ने मात्रै उम्, ओके हस् सक्यो थ्याङ्क यू सो मच टोयोटा टोयोटा ओ वाह तपाईँ चढ्नुहुन्छ गाडी ओके थ्याङ्क यू सो मच रणदीप सर हजुर आइदिनु भयो र एकदमै गाह्रो पनि पार्नुभयो है हजुरले चाहिँ कहाँनिर हाँस्ने र कहाँनिर बोल्ने भन्ने नि अत्तो पाएन यो चाहिँ गाह्रो कुरा हो यहाँनिर मैले अघि पनि भने एउटा होस्ट ल्याएर राख्दाखेरि गाह्रो हो हजुरको मोल्डिङको पाटोको मैले अलिक कुरा गर्न पाइनँ त्यसको लागि क्षमा चाहन्छु नेक्स्ट टाइम हामी फेरि गर्नेछौँ मोडलिङ कुरा म सोध्छु ल एकैछिन अब यो चाहिँ हाल्नु है साथी प्लिज सकिसक्यो हस् धन्यवाद अन्तिममा छौँ हामी अन्तिममा सृजनाले सोधेको भए म भन्थे भन्ने जस्तो त्यस्तो केही छ भनेछु त मैले एउटा प्रश्न तपाईँलाई मलाई पनि प्रश्न हुन्छ म त सोध्नको लागि यहाँ यो सिटमा बसेको अनि म चाहिँ के को लागि बसेँ हजुर त उत्तर जवाफ हजुरको बारेमा हामी जान्न चाहिरहेको थियौँ त्यही भएर पुग्नु पाउनु भयो जानेर मैले केही बोल्दै बोल्दै मेरो लाइफको बारेमा साँच्चै भन्ने हो भने बोल्नु भएन होइन चपाउनु भयो त्यो त अघि भनिसकेँ आफैले पनि भन्नुभयो रियलाइज त गर्नुभएको रहेछ अब होइन मैले थाहा त म झुट बोल्दिनँ तर फेरि मेरो नेचर कस्तो थाहा छ मैले चाहेको चिज नपाएसम्म छोड्दिनँ कुरा घुमाइ सोध्छु म त फेरि ल भन्नु न त सोध्नु भन्नु के कुरा हो सोधिदिनँ मेरो आज एन्सर दिने मात्र काम हो